ल हामीहरू ट्याक्सेसन इन नेपाल अन्तर्गतको बुकको यात्रालाई सकिसकेर ओल्ड इज गोल्डको यात्रातिर प्रस्थान गरिसकेका छौं र ओल्ड इज गोल्डमा दिएका फाइनल एक्जाममा सोधिएका न्यूमेरिकल प्रब्लमलाई सल्भ गर्नुभन्दा अगाडि यो ट्याक्सेसन इन नेपालको फेरि एकपटक कोर्स डिटेलको बारेमा हामीहरू अलिकति डिस्कस गरिहालौं है त ल। यो ट्याक्सेसन इन नेपाल अन्तर्गत चाहिँ फाइनल एक्जाममा कस्ता प्याटर्नका क्वेशनहरू सोध्छन्, कति मार्क्सका न्यूमेरिकल क्वेशन सोध्छन् र कति मार्क्सको चाहिँ थ्योरिटिकल बेसका क्वेशनहरू सोध्छन् भन्ने सम्बन्धमा डिस्कस गरिसके पछाडि हामीहरू ओल्ड इज गोल्डमा दिएका हरेक फाइनल एक्जाममा सोधिएका न्यूमेरिकल प्रब्लमहरुको सम्बन्धमा पनि छलफल गर्दै जानेछौं है त। हामीहरूले ट्याक्सेसन इन नेपाल अन्तर्गत चाहिँ यो सब्जेक्टको कोर्स डिटेललाई हेर्यौं भने यहाँनेरि जम्मा 18 वटा हामीहरूलाई युनिटहरू दिएका छन्। अब युनिटको संख्या चाहिँ हामीहरूको कम्पेरेटिभ रूपमा अलिकति धेरै जस्तो देखिए तापनि सबै युनिटहरू फाइनल एक्जामको पर्सपेक्टिभबाट उत्तिकै इम्पोर्टेन्ट छैनन् है त ल। अब 18 वटा युनिटहरू मध्ये कतिपय युनिटहरू प्राय रुल्सैहरू मात्रै दिएको छ, त्यो रुल्सहरू दुरुस्तै फाइनल एक्जाममा हामीहरूलाई सोध्दैन, त्यो रुल्सहरू चाहिँ हामीहरूको न्यूमेरिकल बेसका क्वेशनहरू सल्भ गर्नको लागि युजफुल हुने हो हैन। त्यही भएर जम्मा यो यसरी 18 वटा युनिट दिए तापनि यो 18 वटा युनिट अन्तर्गत पनि अब सब युनिटहरू गरेर जम्मा 23 वटा च्याप्टरहरू हामीहरूलाई बुकमा राखिदिएको छ। अब त्यो सबै च्याप्टरबाट हामीहरूलाई एक्जाममा क्वेशन आउँदैन। हामीहरूले अब फाइनल एक्जामको कुरा गर्ने हो भने न्यूमेरिकल बेसका क्वेशनहरू सोध्ने जम्मा 7 वटा च्याप्टर छन्। प्राय यही 7 वटै च्याप्टरबाटै फाइनल एक्जाममा न्यूमेरिकल बेसका क्वेशनहरू सोधिराखेको हुन्छ है त ल। अब जस अन्तर्गत सबैभन्दा सुरुमा इन्कम फ्रम इम्प्लोइमेन्ट छ र इन्कम फ्रम इम्प्लोइमेन्टबाट चाहिँ हामीहरूलाई अनिवार्य रूपमा एउटा 10 मार्क्सको न्यूमेरिकल प्रब्लम फाइनल एक्जाममा सोध्छ र कहिलेकाहीँ हामीहरूलाई 2 मार्क्सको न्यूमेरिकल प्रब्लम पनि यो च्याप्टरबाट सोधिराखेको हुन्छ। यानी कि यो इन्कम फ्रम इम्प्लोइमेन्टबाट कम्तीमा पनि 10 मार्क्सको र कहिलेकाहीँ एक्स्ट्रा 2 मार्क्स गरेर जम्मा 12 मार्क्ससम्मको न्यूमेरिकल प्रब्लम यो च्याप्टरबाट हामीहरूलाई आउँछ है त। त्यसैगरी अर्को प्रोभिजन फर ट्रेडिङ स्टक एन्ड डिप्रिसिएसन भन्ने छ र यो च्याप्टरबाट चाहिँ हामीहरूलाई एउटा 8 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्छ ग्रुप सी मा र एउटा 2 मार्क्सको न्यूमेरिकल प्रब्लम सोधिदिन्छ गरेर जम्मा 10 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्ने च्याप्टर हो यो। र कहिलेकाहीँ चाहिँ यही च्याप्टरबाट 2 मार्क्सका न्यूमेरिकल क्वेशनहरू पनि सोधिदिन्छ क्या। एउटा 8 मार्क्सको चाहिँ अनिवार्य न्यूमेरिकल प्रब्लम सोध्छ यो च्याप्टरबाट र 2 मार्क्सका 2टा गरेर 4 मार्क्सको न्यूमेरिकल प्रब्लम गरेर जम्मा 12 मार्क्ससम्मको न्यूमेरिकल प्रब्लम सोध्छ। नर्मल्ली 8 + 2 10 मार्क्सको न्यूमेरिकल क्वेशन सोध्ने च्याप्टर अन्तर्गत पर्छ है त यो। र त्यसैगरी अर्को छ इन्कम फ्रम बिजनेस भन्ने छ। अब च्याप्टरको नाम चाहिँ इन्कम फ्रम बिजनेस भनिए तापनि यहाँनेरि चाहिँ इन्कम फ्रम बिजनेस र इन्कम फ्रम प्रोफेसनसँग सम्बन्धित 2 टाइपका क्वेशनहरू हामीहरूले गर्नुपर्ने हुन्छ र एउटा इन्कम फ्रम बिजनेसबाट यहाँनेरि 15 मार्क्सको क्वेशन सोध्छ र प्रोफेसनबाट 10 मार्क्स गरेर 25 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्छ यो इन्कम फ्रम बिजनेस भन्ने एउटै च्याप्टरबाट है त ल। अब च्याप्टरको नाम चाहिँ इन्कम फ्रम बिजनेस भनिए तापनि बिजनेस र प्रोफेसनसँग सम्बन्धित न्यूमेरिकल प्रब्लम हामीहरूले गर्नुपर्ने हुन्छ र कहिलेकाहीँ चाहिँ फेरि यही च्याप्टरबाट 2 मार्क्सका पनि 1-2 वटा क्वेशन सोधिदिराखेको हुन्छ क्या। अब कम्तीमा पनि 25 मार्क्सको क्वेशन त सोध्छ यो च्याप्टरबाट 15 + 10 गरेर र 2 मार्क्सको पनि एउटा 2टा क्वेशन सोध्यो भने लगभग 30 मार्क्ससम्मको न्यूमेरिकल प्रब्लम सोध्न सक्ने पोसिबिलिटी भएको च्याप्टर हो है त ल। कम्तीमा पनि 25 मार्क्स र बढी गयो भने 30 मार्क्ससम्मको न्यूमेरिकल प्रब्लम सोध्न सक्ने च्याप्टर अन्तर्गत पर्छ यो इन्कम फ्रम बिजनेस। त्यसैगरी अर्को छ हामीहरूको इन्कम फ्रम इन्भेस्टमेन्ट भन्छ, लगानीको आय भन्छ र यो च्याप्टरबाट चाहिँ पहिलेका वर्षहरूमा चाहिँ 10 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्ने गर्थ्यो तर अहिले चाहिँ यो कोर्स चेन्ज भइकन चाहिँ यहाँबाट एउटा 5 मार्क्सको मात्रै न्यूमेरिकल प्रब्लम सोध्ने गर्छ। त्यसैगरी भ्यालु एडेड ट्याक्स भन्ने छ। भ्यालु एडेड ट्याक्सबाट चाहिँ 5 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्छ। क्यारी फरवर्ड लसबाट 7 मार्क्सको न्यूमेरिकल र रेसिडेन्शियल स्ट्याटसबाट पहिलेका वर्षहरूमा 5 मार्क्सको न्यूमेरिकल क्वेशन सोधे तापनि अहिले चाहिँ कोर्स चेन्ज भइकन चाहिँ यहाँबाट 2 मार्क्सको न्यूमेरिकल प्रब्लम सोध्ने गर्छ है त ल। र बाँकी 2 मार्क्स अब यिनै च्याप्टरहरू मिलाएर कुनै अरू यही च्याप्टरहरू भित्रबाट एक्स्ट्रा 2 मार्क्सका क्वेशनहरू पनि अतिरिक्त सोधिराखेको हुन्छ है त न्यूमेरिकल बेसको हामीहरूले कुरा गर्ने हो भने है त। अब जम्मा 18 वटा युनिटहरू मध्ये जम्मा 7 वटै युनिटबाट मात्रै हामीहरूलाई फाइनल एक्जाममा यसरी न्यूमेरिकल प्रब्लम सोधिराखेको हुन्छ र कहिलेकाहीँ क्वान्टिफिकेसन भन्ने एउटा च्याप्टर छ अगाडि, त्यो क्वान्टिफिकेसनबाट चाहिँ एउटा 2 मार्क्सको क्वेशन हामीहरूलाई सोध्ने गर्छ। अब पछिल्ला क्लासहरूमा गएर त्यसको बारेमा पनि हामीहरू डिस्कस गर्छौं र अब फाइनल एक्जाममा आउने क्वेशन प्याटर्नलाई हामीहरूले हेर्यौं भने त यहाँनेरि जम्मा 3 वटा ग्रुपमा क्लासिफाइड गरेर क्वेशन सोधिराखेको हुन्छ, ग्रुप ए, ग्रुप बी र ग्रुप सी गरेर। जस अन्तर्गत ग्रुप
ग्रुप ए मा हामीहरुलाई 2 मार्क्स गोटाका 10 वटा क्वेशनहरु दिन्छन् र कुनै पनि क्वेशनहरु अप्सन क्वेशन हुँदैनन् 20 मार्क्स मध्ये 20 मार्क्स हामीहरुले यहाँबाट सल्भ गर्नुपर्ने हुन्छ है त ल जस अन्तर्गत यो ग्रुप ए मा 1 2 3 4 5 6 यो 6 वटा क्वेशन प्युर थ्योरेटिकल क्वेशनहरु आउँछ र बाँकी रहेको 7 8 9 10 यो 4 वटा क्वेशन चाहिँ हामीहरुको न्यूमेरिकल बेसको क्वेशन सोधिदिन्छ है त ल अब यो न्यूमेरिकल बेसको क्वेशन एउटा डिप्रिसिएसनबाट सोधिराखेको हुन्छ कहिलेकाहीँ एउटा इम्प्लोइमेन्टबाट सोधिराखेको हुन्छ एउटा हामीहरुलाई रेसिडेन्शियल स्ट्याटसबाट सोध्छ र एउटा क्वान्टिफिकेसनबाट सोधिराखेको हुन्छ प्राय जसो यसरी हामीहरुलाई यो 4 वटा क्वेशन न्यूमेरिकल बेसको आउँछ है त भन्नुको मतलब ग्रुप ए बाट 4 वटा क्वेशन 2 मार्क्स गोटाको जम्मा 8 मार्क्सको क्वेशन हामीहरुलाई न्यूमेरिकल बेसको क्वेशन आउँछ 12 मार्क्सको हामीहरुलाई थ्योरेटिकल क्वेशन सोधिराखेको हुन्छ ल अनि ग्रुप बी मा हामीहरुलाई 6 वटा क्वेशन दिन्छ 10 मार्क्स गोटाको 6 वटा क्वेशन मध्ये हामीहरुले 5 वटा क्वेशन सल्भ गर्नुपर्ने हुन्छ एउटा क्वेशन चाहिँ हाम्रो लागि अप्सन क्वेशनको रूपमा रहेको हुन्छ है त ल यानी कि 6 वटा मध्ये 5 वटा क्वेशन हामीहरुले सल्भ गर्नु पर्यो एउटा क्वेशन हामीहरुले छोडे भयो है त अब यसमा चाहिँ हामीहरुको यो 11 नम्बरमा हेर्नु त यो 10 नम्बरसम्म यहाँसम्म सकिसकेको छ र 11 नम्बरमा हामीहरुको न्यूमेरिकल क्वेशन सोध्छ र यो 11औं नम्बरको जुन क्वेशन छ नि 11औं नम्बरको क्वेशन चाहिँ इन्कम फ्रम इम्प्लोइमेन्टबाट आउँछ 10 मार्क्स हो है त अनि अर्को 12औं नम्बरमा पनि 10 मार्क्स हो न्यूमेरिकल क्वेशन सोध्छ र यो 12 नम्बरमा सोध्ने 10 मार्क्स हो न्यूमेरिकल क्वेशन चाहिँ इन्कम फ्रम प्रोफेसनबाट सोधिदिन्छ है त र 13 नम्बरमा चाहिँ हामीहरुको ए नम्बर र बी नम्बर भनेर आउँछ अब 13 को यो ए नम्बरमा भ्यालु एडेड ट्याक्सबाट प्राय सोधिराखेको हुन्छ 5 मार्क्स न्यूमेरिकल सोध्छ र कुनै च्याप्टरलाई आधार बनाएर थ्योरेटिकल क्वेशन 5 मार्क्स सोध्छ है त एउटा न्यूमेरिकल एउटा थ्योरेटिकल र 14 नम्बरको यो ए नम्बर र बी नम्बर यो ए नम्बरमा 5 मार्क्स हो इन्कम फ्रम इन्भेस्टमेन्टबाट न्यूमेरिकल क्वेशन सोध्छ हैन बाँकी 5 मार्क्स हो कुनै च्याप्टरलाई आधार बनाएर थ्योरेटिकल क्वेशन सोधिराखेको हुन्छ 15 र 16 मा प्युर 10 मार्क्स चाहिँ थ्योरेटिकल क्वेशन सोध्छ है त यहाँनेरि हामीहरुलाई न्यूमेरिकल क्वेशन दिएको हुँदैन यानी कि यो हामीहरुले ग्रुप बी लाई हेर्ने हो भने ग्रुप बी ले चाहिँ थोरै अलिकति जिगज्याग बनाउन खोजेको हुन्छ थ्योरीको कुरालाई अलिकति थप गरिदिएर हेर्नु त ग्रुप बी बाट जम्मा जम्मी हामीहरुको 10 20 अनि 5 ले 25 5 ले 30 मार्क्स को थ्योरी हामीहरुलाई दिएको हुन्छ ग्रुप बी बाट अब 30 मार्क्स मध्ये कम्पल्सरी 20 मार्क्स को थ्योरी त हामीहरुले गर्नै पर्ने हुन्छ है त ग्रुप बी बाट र हामीहरुले पढेका छौं भनेदेखि जुन हामीहरुले ट्याक्सको थ्योरीहरु लेख्छौं त्यहाँनेरि मार्क्स नकाटिकनै आइराखेको हुन्छ है त न्यूमेरिकल प्रोब्लम गर्दाखेरि जसरी मार्क्स आउँछ ट्याक्सको थ्योरी गर्दा पनि त्यही तरिकाबाट मार्क्स दिइराखेको हुन्छ है त ल यहाँनेरि 30 मार्क्स को थ्योरेटिकल क्वेशन मध्ये कम्पल्सरी 20 मार्क्स को हामीहरुले गर्नै पर्ने हुन्छ थ्योरेटिकल क्वेशन एउटा न्यूमेरिकल क्वेशन 10 मार्क्स को छोडियो भने त 30 मार्क्स को थ्योरेटिकल क्वेशन हामीहरुले अटेन्ड गर्नै पर्ने भयो फुल 100 मार्क्स को अटेन्ड गर्नको लागि र हामीहरुले ग्रुप सी मा गयौं भने चाहिँ ग्रुप सी को अब हामीहरुको यहाँसम्म 16 नम्बरसम्म सकिसकेको छ हैन अब 17 नम्बरको ए र बी भनेर आउँछ अब ग्रुप सी मा जम्मा 15 मार्क्स गोटाको 3 वटा क्वेशन दिन्छ अब 3 वटा मध्ये हामीले दुईटा क्वेशन गर्नुपर्ने हुन्छ हैन अब यो 15 मार्क्सका क्वेशन 17 18 र 19 भनेर आउँछ अब यो जुन 17 नम्बरमा आउने जुन क्वेशन हो नि 17 मा 15 मार्क्सको एउटा झ्याप्पै क्वेशन सोध्दैन क्या 15 को ए नम्बरमा हामीहरुलाई प्रोभिजन फर ट्रेडिङ स्टक एन्ड डिप्रिसिएसनबाट 8 मार्क्सको क्वेशन दिन्छ र यहाँनेरि बी नम्बरमा क्यारी फरवर्ड लसबाट 7 मार्क्सको क्वेशन दिन्छ 8 7 ले जम्मा 15 मार्क्सको क्वेशन आउँछ है त दुईटा च्याप्टर मिसाएर आउँछ है त न्यूमेरिकलै आउँछ दुईटै च्याप्टरबाट तर मिसाएर आउँछ ल एउटै सिंगो सोलो डोलो च्याप्टरबाट 15 मार्क्सको क्वेशन सोध्दैन 17 नम्बरमा है त ए नम्बर र बी नम्बर गरेर एउटा डिप्रिसिएसनबाट सोध्छ एउटा हामीहरुको क्यारी फरवर्डबाट सोध्छ अब दुईटै त्यो त सजिला छन् अनि 18 नम्बरमा चाहिँ 15 मार्क्सको एउटा झ्याप्पै क्वेशनै सोध्छ इन्कम फ्रम बिजनेसबाट 15 मार्क्स यहाँनेरि आउँछ यहाँ टुक्रे टाक्रे गरेर आउँदैन र 19 नम्बरमा कहिलेकाहीँ झ्याप्पै एउटै 15 मार्क्सको क्वेशन दिन पनि सक्छ कहिलेकाहीँ ए र बी गरेर हामीहरुलाई दुईटा च्याप्टरलाई आधार बनाएर 10 मार्क्स प्लस 5 मार्क्स अथवा 5 मार्क्स प्लस 10 मार्क्स गरेर यसरी थ्योरी क्वेशन दिन्छ है त ल अब यहाँबाट ग्रुप सी मा भएका 3 वटा क्वेशन मध्ये हामीले दुईटा क्वेशन गर्नु पर्यो हामीले यो थ्योरीलाई छोड्यौं भने पनि बाँकी रहेको दुईटा न्यूमेरिकल प्रोब्लम हामीले गर्नुपर्ने हुन्छ यानी कि हामीहरुले सरासरी हेर्ने हो भने नि फाइनल एक्जाम
एक्जाममा जम्मा 68 मार्क्सको मात्रै न्युमेरिकल क्वेसन सोध्छ ट्याक्सेसन इन नेपालमा है त। बाँकी रहेको क्वेसन चाहिँ हामीहरूले थ्योरिटिकल क्वेसन हामीहरूलाई नर्मल्ली 32 मार्क्सको यानि कि 32 मार्क्सको थ्योरिटिकल क्वेसन सोध्छ। अब थ्योरिटिकल क्वेसन त ज्यादा सोध्दो रहेछ मार्क्स ल्याउन सकिँदैन होला भन्ने लाग्दैछ भने मार्क्स चाहिँ धेरै नै ल्याउन सकिन्छ है त ल। अघिल्लो सालै मात्रै पनि ट्याक्सेसन इन नेपालमा 96 मार्क्ससम्म ल्याउनु भएको छ। अब अलिकति मेहनत गर्ने बित्तिकै त्यति मार्क्स हामीहरूले नर्मल्ली ल्याउन सक्छौँ, अझै बढी पनि हामीहरूले ल्याउन सक्ने अवस्थामा पुग्छौँ। त्यो चाहिँ हामीहरूको मेहनतले पनि अलिकति निर्धारण गर्छ है त ल। अब ट्याक्सको थ्योरीमा त्यत्रो धेरै मार्क्स हामीहरूलाई काटेर दिँदैन। ट्याक्सको थ्योरीमा न्युमेरिकल गर्दा जसरी मार्क्स हामीले ल्याउन सक्छौँ थ्योरीमा पनि त्यही तरिकाबाट मार्क्स आउँछ, नकाटिकनै आउँछ। त्यही भएर थ्योरिटिकल क्वेसन ज्यादा हुँदो रहेछ मार्क्स आउँदैन होला भनेर नसोच्दा पनि हुन्छ। 68 मार्क्सको प्युर न्युमेरिकल क्वेसन आउँछ हैन। बाँकी रहेको 32 मार्क्सको चाहिँ कम्तीमा पनि थ्योरिटिकल क्वेसन हामीले एटेन्ड गर्नै पर्ने हुन्छ 100 मार्क्सकै एटेन्ड गर्नको लागि है त। अब सरासरी हेर्ने हो भने त अब थ्योरीकै क्वेसनको कुरा गर्ने हो भने यहाँ ग्रुप बीबाट हामीहरूलाई 30 मार्क्सको थ्योरीको क्वेसन दिएको हुन्छ, यहाँबाट 15 मार्क्सको एउटा थ्योरीको क्वेसन दिएको हुन्छ। अब 30 र 15 ले 45 मार्क्स भयो अनि 45 र 12 ले कति हुन्छ त 57 मार्क्सको त हामीहरूलाई थ्योरिटिकल क्वेसन दिन्छ क्या। र त्यो 57 मार्क्सको थ्योरिटिकल क्वेसन मध्ये चाहिँ हामीहरूले कम्तीमा पनि 32 मार्क्सको थ्योरिटिकल क्वेसन चाहिँ गर्नै पर्ने हुन्छ फुल 100 मार्क्सको एटेन्ड गर्नको लागि। र मार्क्स मजाले ल्याउन सकिन्छ अलिकति मेहनत गर्नुभयो। सरासरी अब हामीहरूले जति पनि तयारी गर्छौँ यो त हामीहरूको एक्जामकै तयारी हुन्छ हैन। हामीहरूले बुकबाट क्वेसनहरू सल्भ गर्न सिकिसकेका छौँ। अब बुकका क्वेसनहरू अनि बुकका क्लासहरू एटेन्ड गर्न यदि छुट्नु भएको छ भने बुकबाट गराएको क्लासलाई पनि हेर्दै जानु होला, किनभने बुकबाट गराएका जुन क्वेसनहरू छ त्यसले पनि बेसलाई मजाले माथि उकास्नको लागि हेल्प पुर्याउने गर्छ है त ल। र अब हामीहरूले पढ्न थाल्दाखेरि हामीहरू इन्कम फ्रम इम्प्लोइमेन्ट अन्तर्गत रहेर पढ्न थाल्छौँ है त। अघि हामीले डिस्कस गर्यौँ नि हामीहरू न्युमेरिकल बेसलाई डिस्कस गर्दै जान्छौँ। तपाईहरुले थ्योरिटिकल क्वेसनहरू चाहिँ प्रिभियस एक्जामहरुमा कुन टाइपका थ्योरिटिकल क्वेसनहरू आएका छन् त्यसलाई हेरेर त्यहाँबाट तयारी गर्दै जानु होला ल। प्राय क्वेसनहरू ट्याक्समा आउने जुन थ्योरिटिकल क्वेसनहरू छन् तिनीहरू रिपिटेड भर्जनमा पनि सोधिराखेको हुन्छ क्या। त्यही भएर थ्योरीको तयारी गर्नका लागि पनि तपाईहरुलाई त्यति गाह्रो हुँदैन। प्रिभियस एक्जामहरुमा कुन टाइपका क्वेसनहरू सोधिराखेका छन् कुन कुन च्याप्टरबाट सोधिराखेका छन् त्यसलाई हेरेर बेलेदेखि तयारी गर्नुभयो भने केही पनि गाह्रो हुँदैन ल। र हामीहरूले अब सुरु चाहिँ न्युमेरिकल बेसबाट अध्ययन गर्न सुरु गर्दा चाहिँ हामीहरू यो इन्कम फ्रम इम्प्लोइमेन्टबाट सुरु गर्छौँ है त ल। इन्कम फ्रम इम्प्लोइमेन्ट यानी कि यसलाई रोजगारीको आय भनेर भन्छ। अब रोजगारीको आय भन्ने बित्तिकै हामीहरूलाई थाहा नभएको कुरा होइन, यो टपिक्सले नै हामीहरूलाई सबै कुरा बताइसकेको हुन्छ। रोजगारी भन्ने बित्तिकै हामीहरू कुनै अर्गनाइजेसनमा हामीहरू कुनै फर्ममा अथवा कुनै संस्थामा कामको लागि आबद्ध भएका हुन्छौँ। अब कुनै अर्गनाइजेसनमा कुनै संस्थामा कुनै फर्ममा हामीहरू कामको लागि आबद्ध भइरहँदा त्यहाँबाट केही न केही हामीहरूले पारिश्रमिकता पाइराखेका हुन्छौँ नि। तलबहरू पाउँछौँ अथवा भत्ताहरू पाउँछौँ, विभिन्न सेवा सुविधाहरू पाउँछौँ। हामीहरू जुन अर्गनाइजेसनमा कामको लागि आबद्ध भएका छौँ, राम्रो काम गरेका छौँ भने हामीहरूले अवार्डहरू पाउँछौँ, प्राइजहरू पाउँछौँ, कहिलेकाहीँ गिफ्टहरू पाउँछौँ। हो यसरी कामको लागि रोजगारीको लागि विभिन्न अर्गनाइजेसनहरूमा आबद्ध भइरहँदा त्यो अर्गनाइजेसनबाट काम रोजगारीका लागि आबद्ध हुने व्यक्तिले विभिन्न आर्थिक सहायताहरू प्राप्त गरिरहेको हुन्छ क्या। हो त्यहीसँग सम्बन्धित रहेर नि हामीहरूले यो च्याप्टरको अध्ययन गर्नुपर्ने हुन्छ। इन्कम फ्रम इम्प्लोइमेन्ट यानी कि रोजगारीको आय। यो हामीहरूले पैसा कमायौँ अरे, इन्कम भनेको त हामीहरूको आम्दानी हो नि त। कहाँबाट पैसा कमायौँ त? फ्रम इम्प्लोइमेन्ट, रोजगारीबाट कति पैसा कमायौँ भन्नेसँगै सम्बन्धित रहेर हामीहरूले यो च्याप्टरको अध्ययन गर्नुपर्ने हुन्छ। र अब कुनै पनि व्यक्तिले जुनसुकै स्रोतहरूबाट पैसा कमाएको छ भने पनि आफूले कमाएको पैसाको केही भाग चाहिँ राज्यलाई करको रूपमा तिर्नु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ क्या। अब यहाँनिर हामीहरूले कसरी बुझ्नु पर्यो भने कुनै पनि व्यक्तिले विभिन्न सङ्घ सङ्गठनहरूमा कामको लागि आबद्ध भइसके पछाडि त्यो अर्गनाइजेसनबाट कति पैसा कमाएर ल्यायो र कमाएको पैसा मध्ये गभर्नमेन्टलाई कति कर चाहिँ तिर्नुपर्छ त भन्ने कुरासम्मको क्याल्कुलेसन हामीहरूले यो च्याप्टरमा गर्नु पर्यो ल। गजबको सजिलो हुनेवाला छ। कति सजिलो छ भन्ने कुरा हामीहरूले छलफल गर्दै गइसकेपछि तपाईहरुले अवश्य थाहा पाइहाल्नु हुनेछ है त ल। अब यो जुन इन्कम फ्रम इम्प्लोइमेन्ट भन्ने छ, अब यो इन्कम फ्रम इम्प्लोइमेन्ट यानी कि रोजगारीको आयसँग जोडिएका न्युमेरिकल प्रब्लमहरूलाई सल्भ गर्नको लागि जम्मा
तीनवटा स्टेपलाई हामीहरूले फलो गर्नुपर्ने हुन्छ है त ल, जसमा एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर भन्छ। तीनवटा स्टेप अन्तर्गत हेर्नु त स्टेप 1 2 3 भनेर हामीहरूले यसलाई क्लासिफाइड गरेका छौँ। तपाईहरुले पनि यो जुन फर्मेट छ नि कापीमा चाहिँ उतार्नु होला ल। यो जुन अहिले हामीहरू डिस्कस गर्छौं यो अहिले सुरुमै आउनुपर्छ भन्ने केही छैन है। यो तपाईहरुले सुन्दै सुन्दै मात्रै जाने, यो हामीले डिस्कस गरेको कुरा कापीमा उतार्दै उतार्दै जानु होला। यो जुन नोट छ अब ट्याक्सको नोटको लागि एउटा छुट्टै कापी बनाउनु होला। त्यहाँनेरि चाहिँ हामीहरूले जुन रुल्सहरु डिस्कस गर्छौं, जुन रुल्सहरुको बारेमा यहाँनेरि छलफल गरिराखेका हुन्छौं, जुन फर्मेटको बारेमा डिस्कस गरिराखेका हुन्छौं, त्यो एउटा कापी चाहिँ यस्तो कापी होस् जहाँ चाहिँ ट्याक्सको रुल्स अनि फर्मेटहरु नि मात्रै भएको कापी होस्। पछि एक्जामको 2-3 दिन अगाडि तपाईहरुले त्यो फर्मेट हेर्दा पनि एकै ठाउँ सबै कुरा प्राप्त गर्न सक्नुहोस् न त, तपाईहरुलाई नि सजिलो हुन्छ है त ल। ल यहाँ हेर्नु त जम्मा हामीहरूले यो इन्कम फ्रम इम्प्लोइमेन्ट सँग सम्बन्धित इन्कम फ्रम इम्प्लोइमेन्ट सँग जोडिएका न्यूमेरिकल प्रब्लम सल्भ गर्नको लागि जम्मा 3वटा स्टेपलाई फलो गर्नुपर्ने हुन्छ ल। सबैभन्दा सुरुमा एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भन्ने हुन्छ। यो भन्नुको मतलब चाहिँ रोजगारीबाट एक आर्थिक वर्ष भरिमा संघ संगठनको आर्थिक वर्ष भनेको चाहिँ साउनबाट सुरु हुन्छ र असाढमा गएर अन्तिम हुन्छ क्या। त्यही भएर कुनै अर्गनाइजेसनमा रोजगारीको लागि आबद्ध भइरहँदा साउनको सुरुदेखि असाढको अन्तिमसम्ममा त्यो अर्गनाइजेसनबाट कामको लागि आबद्ध हुने मान्छेले के कति तलब भत्ता तथा सेवा सुविधा प्राप्त गरेर ल्याएको छ त भन्ने कुराको यो गणना हो। कति सजिलो छ एक आर्थिक वर्षभरि। आर्थिक वर्ष भनेको संघ संगठनको आर्थिक वर्ष साउनबाट सुरु हुन्छ र असाढमा गएर अन्तिम हुन्छ। यसरी साउनदेखि असाढसम्मको जुन पिरियड छ हो यो पिरियडमा चाहिँ अर्गनाइजेसनमा आबद्ध भइसके पछाडि त्यो अर्गनाइजेसनबाट के कति तलब भत्ता तथा सेवा सुविधाहरू चाहिँ आर्जन गर्न सको त कुनै पनि मान्छेले भनेर हामीहरूले त्यो क्याल्कुलेसन गर्नुपर्छ, जसलाई एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर भनिन्छ है त। अर्गनाइजेसनमा कामको लागि आबद्ध भइसके पछाडि एकमुष्ट कति उल्ले कमाएर ल्यायो त उसको आम्दानीको गणना हामीहरू गर्छौं। टोटल उसको एक आर्थिक वर्षभरिको कमाई कति हो भनेर यहाँनेरि निकाल्छौं है त ल। र सबै कुरा क्वेशनले दिएकै हुन्छ, जस्ट हामीले सार्दै मात्रै जाने हो, केही पनि गाह्रो अप्ठ्यारो छैन। र अब एक आर्थिक वर्षभरिमा जुन कमाएर ल्याएको पैसा हुन्छ नि हो त्यो कमाएर ल्याएको पैसा मध्ये सबैमा कर तिर्नु पर्दैन। अघि नै हामीले के डिस्कस गर्यौं भने जुनसुकै स्रोतबाट व्यक्तिले पैसा कमाइसके पछाडि कमाएको पैसाको एउटा निश्चित भाग चाहिँ गभर्नमेन्टलाई करको रूपमा बुझाउनु पर्ने हुन्छ। राज्य सञ्चालनको मुख्य आधार भनेकै त कर हो। राज्य सञ्चालन गर्नको लागि त राज्यलाई करको आवश्यकता पर्छ। त्यही भएर जनताहरूले कमाएको पैसाहरूबाट एउटा निश्चित रकम चाहिँ करको रूपमा राज्यले सङ्कलन गरिराखेको हुन्छ क्या। त्यही भएर हेर्नु त एक आर्थिक वर्षभरिमा रोजगारीमा आबद्ध भइसके पछाडि कुनै पनि व्यक्तिले कति पैसा कमाएर ल्यायो भन्ने कुराको गणना हामीहरू स्टेप 1 मा गर्छौं। कति कमायो भन्ने कुरा देखिन्छ। अब कुनै पनि व्यक्तिले कमाएको जुन पैसा छ नि एक आर्थिक वर्षभरि कमाएको जुन पैसा छ त्यो सबै पैसामा कर तिर्नु पर्दैन, कर नलाग्ने किसिमको पैसा पनि हुन्छ। त्यही भएर एक आर्थिक वर्षभरिमा कमाएको पैसा मध्ये कति पैसामा चाहिँ कर लाग्छ त, कर लाग्ने किसिमको पैसा चाहिँ कति हो त भन्ने कुरा हामीहरूले क्याल्कुलेसन गर्नुपर्ने हुन्छ, जसलाई ट्याक्सेबल इन्कम भनेर भनिन्छ। ट्याक्सेबल भन्ने बित्तिकै ट्याक्स लाग्ने किसिमको उसको आम्दानी चाहिँ कति हो त, ट्याक्स लाग्ने किसिमको पैसा चाहिँ कति हो त। एक आर्थिक वर्षभरि कमाएको पैसा कति हो, अब एक आर्थिक वर्षभरि कमाएको पैसा मध्ये कर लाग्ने किसिमको पैसा कति हो भनेर हामीहरूले स्टेप 2 मा निकाल्नु पर्छ। र लास्टमा गएर अब कर लाग्ने किसिमको पैसा हामीहरूले निकालिसकेपछि कर लाग्ने किसिमको पैसाबाट चाहिँ राज्यलाई कति कर भुक्तानी गर्नुपर्छ त, राज्यप्रतिको करको दायित्व कति हो र वास्तविक रूपमा राज्यलाई तिर्नु पर्ने कर कति हो भनेर हामीहरूले निकाल्नुपर्छ, जसलाई ट्याक्स लायबिलिटी अथवा ट्याक्स पेएबल भनेर भनिन्छ। यही तीनवटा स्टेपलाई आधार बनाएर हामीहरूले यो इन्कम फ्रम इम्प्लोइमेन्टसँग जोडिएका न्यूमेरिकल प्रब्लमलाई सल्भ गर्नुपर्ने हुन्छ है त ल। र सबैभन्दा सुरुमा हेर्नु त यो एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भन्छ। अघि हामीले के डिस्कस गर्यौं त, रोजगारीको लागि विभिन्न अर्गनाइजेसनमा, विभिन्न संस्थामा, फर्ममा कुनै पनि व्यक्ति आबद्ध भइसके पछाडि एक आर्थिक वर्षभरि कति पैसा कमाएर ल्यायो त हो त्यो कमाएको पैसा हो क्या यो एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट। रोजगारीमा आबद्ध भइसके पछाडि एक आर्थिक वर्षभरिमा कमिएको पैसा, कमाएर ल्याएको पैसा, आर्जन गरेको पैसा हामीहरूले यहाँनेरि भेला पार्नु पर्ने हुन्छ है त ल। र सुरुमा हामीहरू स्टेप 1 को बारेमा डिस्कस गरौँ है त। बिस्तारो बिस्तारो तपाईहरुले पनि लेख्दै जानु। यो अहिले हामीले डिस्कस गरेको कुरा सुरुमा आउनुपर्छ भन्ने छैन। यो तपाईहरुले एउटा छुट्टै कापीमा लेख्नु होला। हिसाब गर्दै गइसकेपछि यो सबै कुरामा बानी भइहाल्छ है त ल।
ल यो एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट एक आर्थिक वर्षभरिमा रोजगारीमा आबद्ध भइसके पछाडि कमाएको पैसाको हामीहरू गणना गर्दैछौँ। ल हेर्नु त स्टेप 1 मा एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट अफ मिस्टर अथवा मिसेस, केटा मान्छे पनि रोजगारीमा आबद्ध भएको हुन सक्छन् र केटी मान्छे पनि रोजगारीमा आबद्ध भएको हुन सक्छन् फर द प्रिभियस इन्कम इयर भनेर लेख्नुपर्छ है त। हामीहरूको प्रिभियस इन्कम इयर चाहिँ 80-81 लाई आधार बनाउनु पर्ने हुन्छ है त। हामीहरूको एकाडेमिक प्रिभियस इन्कम इयर चाहिँ 80-81 हो। अब यहाँ हेर्नु त यो एसेसेबल इन्कम हामीहरूले एक आर्थिक वर्षभरिमा रोजगारीमा आबद्ध भइसके पछाडि कमाएर ल्याएको पैसाको गणना गर्दैछौँ। अब रोजगारीमा आबद्ध भइसकेपछि के कमिन्छ लु भन्नु त, सेलेरीहरू कमिन्छ हैन। अफिसहरुमा काम गर्ने स्टाफहरू हुन् भने उनीहरूले सेलेरीको रूपमा तलबको रूपमा पैसा कमाइराखेका हुन्छन्। फ्याक्ट्रीतिर काम गर्ने लेबरहरू हुन् भने उनीहरूले वेजेसको रूपमा पैसा कमाइराखेका हुन्छन्। त्यही भएर सेलेरी एन्ड वेजेस रोजगारीमा आबद्ध भइसके पछाडि आउने पैसा भनेको त पहिलो यही हो नि त, कि सेलेरी आउँछ कि वेजेस आउँछ। अफिसमा काम गर्ने स्टाफ हो भने उले सेलेरी पाउँछ, फ्याक्ट्रीमुदी काम गर्ने लेबरहरू हुन् भने उनीहरूले वेजेसहरू पाउँछन्। त्यही भएर सेलेरी एन्ड वेजेसको कुरा आयो। अनि एडभान्स सेलेरी रिसिभ भनेको छ अब कामै नगरिकन एडभान्समा पैसा पाएको छ भने त्यो पनि त पैसा त आयो नि त। त्यही भएर एडभान्समा पनि पैसा कमाउन सक्दो रहेछन् कामै नगरिकन। अर्गनाइजेसनमा आबद्ध भइसके पछाडि त पैसाको अभाव पर्यो भने त काम नगरिकन एडभान्समा पैसा पनि त मागेर ल्याउन सक्छन् नि त। त्यही एडभान्स सेलेरीहरूको कुरा भयो। अनि एक्रुड सेलेरी रिसिभ, एक्रुड सेलेरी रिसिभ भनेको पहिले नै काम गरिसकेको पैसा पाएको थिएन, त्यो पैसा चाहिँ अहिले आएर हामीहरू पाउन सक्छौँ नि त। त्यस्तो पनि त हुन्छ, काम पहिले नै गरिदिएको हुन्छ तर त्यसको पैसा पाएको हुँदैन। त्यही भएर पहिले नै गरिदिएको कामको भर्खरै पैसा पाइँदै भनेदेखि हो त्यस्तो आएको पैसा एक्रुड सेलेरी रिसिभ भन्छ। सेलेरी अफ लिभ भन्छ, लिभहरू हुन्छ क्या। अब गभर्नमेन्ट रुल्स अनुसार वर्षमा यति दिन बिदा बस्न पाउने भन्ने छुट्टै रुल्सै हुन्छ नि त, अथवा विभिन्न अर्गनाइजेसनको विभिन्न फर्महरूको पोलिसी अनुसार एक वर्षभरिमा 18 दिनसम्म बिदा बस्न पाउने अथवा वर्षभरिमा 15 दिनसम्म बिदा बस्न पाउने भन्ने त्यो जुन रुल्स छ, त्यो बिदा बस्न पाउने भन्ने जुन दिन छ नि हो त्यो समयमा पनि बिदा नबसिकन काममा गएको भने त्यसको छुट्टै उसले पैसा पाउँछ क्या। त्यसलाई के भनिन्छ, सेलेरी अफ लिभ भनेर भनिन्छ है त। लिभ पेमेन्ट भनेर भनिन्छ। बिदा बस्न पाउने चाहिँ हो तर त्यो समयमा बिदा नबसिकन रेगुलर ऊ काममा गयो भनेदेखि त्यसको पनि छुट्टै पैसा पाएको हुन सक्छ है त। ल यसरी आउँछ। अनि प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन बाई अफिस भन्छ क्या। अब अफिसले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषहरुमा पैसा जम्मा गरिदिराखेको हुन्छ। यो प्रोभिडेन्ट फन्ड भनेको यहाँ हेर्नु त कर्मचारी सञ्चय कोषमा अफिसले यदि नि कर्मचारी सञ्चय कोष यसरी प्रोभिडेन्ट फन्डमा पैसा जम्मा गरिदिएको छ भने त्यो पनि आउँछ। हेर्नु त 10% अफ एनुअल सेलेरी भनेर आउँछ है त। ल अफिसले यदि प्रोभिडेन्ट फन्डमा पैसा जम्मा गरिदियो भने यसरी आउँछ। अनि सोशल सेक्युरिटिज फन्ड भन्छ। एउटा कर्मचारी सञ्चय कोष हुन्छ, अर्को सामाजिक सुरक्षा कोष हुन्छ, सोशल सेक्युरिटिज फन्ड भन्छ। ल सोशल सेक्युरिटिज फन्ड SSF भन्छ, कन्ट्रिब्युटेड बाई अफिस भनेर भन्छ। अब कहिलेकाहीँ क्वेसनले के भनिदिन्छ भने अफिसले प्रोभिडेन्ट फन्डमा पैसा जम्मा गरो भनिदिन्छ। अफिसले प्रोभिडेन्ट फन्डमा पैसा जम्मा गरो चाहिँ भन्छ तर कति जम्मा गरो भनेर भन्दैन क्या। हो त्यस्तो अवस्थामा के हुन्छ, जहिले पनि प्रोभिडेन्ट फन्डमा अफिसले पैसा जम्मा गरो भनेको छ भने चाहिँ 10% हुन्छ। यो के को हुन्छ त, एनुअल सेलेरी, वर्षभरिमा कति सेलेरी पाउँछ त्यसको 10% हुन्छ। सोशल सेक्युरिटिज फन्ड भन्यो भने चाहिँ एनुअल सेलेरीको 20% भनेर हामीहरू गरिदिन्छौँ है त। अब सम्झिनु पर्यो कि प्रोभिडेन्ट फन्ड भनेको एनुअल सेलेरीको 10% हुन्छ, सोशल सेक्युरिटिज फन्ड भनेको एनुअल सेलेरीको 20% हुन्छ है त। ल अब गभर्नमेन्ट कि त कुनै पनि मान्छे नि कि त गभर्नमेन्ट सेक्टरमा काम गर्छ कि त प्राइभेट सेक्टरमा काम गर्छ। अब गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारी हो भने चाहिँ क्वेसनले नभने पनि नभने पनि हामीहरूले प्रोभिडेन्ट फन्ड राख्नै पर्ने हुन्छ हैन। क्वेसनले तोकेरै प्रोभिडेन्ट फन्ड भन्यो भने राख्नै पर्यो, भनेन भने पनि राख्नु पर्यो क्या। प्रोभिडेन्ट फन्ड चाहिँ 10% एनुअल सेलेरी भनेर गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारी हो भने। तर प्राइभेट सेक्टरमा काम गर्ने कर्मचारी हो भने चाहिँ क्वेसनले भनेर दियो भने चाहिँ प्रोभिडेन्ट फन्ड राख्नु पर्यो, भनेन भने चाहिँ नराखी गर्ने है त। ल त्यस्तो हुन्छ, त्यसको सम्बन्धमा पनि हामीहरू डिस्कस गरौँला। अनि सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नागरिक लगानी कोष, कन्ट्रिब्युटेड बाई द अफिस भन्छ। ल अब नागरिक लगानी कोषमा पनि अफिसले पैसा जम्मा गरिदिएको छ भनेदेखि त्यो पनि यहाँनिर आउँछ। यहाँ जाने भनेकै कामका लागि विभिन्न अर्गनाइजेसनमा कामको लागि आबद्ध भइसकेपछि अफिसले के दियो भन्ने कुरा हो क्या। अफिसबाट के आर्थिक सहायता हामीहरूले प्राप्त गर्यौं भन्ने सम्बन्धमा रहेर यहाँनिर हामीहरूले बुझ्नु पर्यो है त। अब दशैं खर्च इक्वल टु 1 मन्थ सेलेरी। अब दशैं खर्च 1 महिनाको सेलेरी बराबर आउँछ। अब गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारी हो भने प्रोभिडेन्ट फन्ड र दशैं खर्च राख्नै पर्छ। क्वेसनले भने पनि नभने पनि जे गरे पनि प्रोभिडेन्ट फन्ड र दशैं खर्च राख्नै
पर्यो गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारी हो भने। तर प्राइभेट सेक्टरमा काम गर्ने कर्मचारी हो भने चाहिँ क्वेसनले भन्यो भने मात्रै राख्ने, भनेन भने चाहिँ नराख्ने भनेर हामीहरूले बुझ्नु पर्यो ल। हेर्दै हेर्दै जानु होला, कापीमा सार्दै सार्दै जानु होला ल। अब क्वेसनले हामीहरूलाई भन्छ यसरी एकोमोडेसन फेसिलिटी भन्छ, क्वार्टर फेसिलिटी भन्छ, रेसिडेन्सियल फेसिलिटी भन्छ, हाउजिङ फेसिलिटी भन्छ हैन। हो यसरी हामीहरूलाई भन्यो भने यो जहिले पनि 2% अफ एनुअल सेलेरी भन्ने हुन्छ है त ल। अब काम गर्ने कर्मचारीलाई बस्नको लागि, वासस्थानको लागि यदि अफिसले सुविधा दिएको छ भनेदेखि हो त्यस्तो अवस्थामा एनुअल सेलेरीको 2% है त। एनुअल सेलेरी कति हो भन्ने कुरा हामीहरूले निकालिसकेका हुन्छौँ। त्यो एनुअल सेलेरीको 2% यसरी एकोमोडेसन फेसिलिटी भनौँ, क्वार्टर फेसिलिटी भनौँ, रेसिडेन्सियल फेसिलिटी भनौँ, हाउजिङ फेसिलिटी भनौँ, यो सबै भनेको एउटै हो है त ल। सम्झिनु होला एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी, रेसिडेन्सियल फेसिलिटी, हाउजिङ फेसिलिटी यो भन्नु भने चाहिँ के हुन्छ त, यो एनुअल सेलेरीको 2% हामीहरूले राख्नुपर्ने हुन्छ। र कहिलेकाहीँ चाहिँ के भन्छ भने हाउस रेन्ट पेड बाई अफिस भनेर भनिदिन्छ क्या। अफिसले यदि हाउस रेन्ट पेड गरिदिएको छ भने काम गर्ने मान्छेको जुन घर भाडा हुन्छ नि हो त्यो चाहिँ अफिसले पेड गरिदिएको छ भने हो त्यसको ठाउँमा पनि एकोमोडेसन फेसिलिटी नि भनेर राखिन्छ है त ल। एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी, रेसिडेन्सियल फेसिलिटी, हाउजिङ फेसिलिटी हो यो जे भने पनि हामीहरूले एनुअल सेलेरीको 2% आम्दानीमा राख्नु पर्यो। र कहिलेकाहीँ हाउस रेन्ट पेड बाई अफिस भनेर भनिदिन्छ, काम गर्ने मान्छेको घर भाडा अफिसले तिरिदिएको छ भने पनि हो त्यस्तो अवस्थामा पनि एकोमोडेसन फेसिलिटी नि राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ के भन्छ भने हाउस रेन्ट पेड बाई अफिस 30,000 भनेको काम गर्ने मान्छेको घर भाडा 30,000 अफिसले तिरिदियो भनेर भनिदिन्छ। हो त्यस्तो अवस्थामा हो त्यो अफिसले जुन तिरिदिएको घर भाडा 30,000 हो नि त्यसलाई नराखेर त्यसको ठाउँमा पनि जेनेरली एकोमोडेसन फेसिलिटी नि राखिन्छ है त ल। अब त्यही एमाउन्ट पनि राखेको हामीहरू चाहिँ पाउँछौँ, तर जेनेरली त्यसको ठाउँमा एकोमोडेसन फेसिलिटी राखेर त्यसको ट्रिटमेन्ट गरिन्छ ल। अब बिस्तारै बिस्तारै हामीहरू डिस्कस गर्दै जाउँ, तपाईँहरूले लेख्दै जानु होला। अब कहिलेकाहीँ के भन्छ भने कार फेसिलिटी भन्छ, भेहिकल फेसिलिटी भन्छ, मोटर फेसिलिटी भन्छ हैन। जे भने पनि यी यसरी काम गर्ने मान्छेलाई अफिसले कार फेसिलिटी दिएको छ, भेहिकल फेसिलिटी दिएको छ, मोटर फेसिलिटी दिएको छ भने हो त्यस्तो अवस्थामा एनुअल सेलेरीको 0.5% गरिन्छ। हेर्नु त प्रोभिडेन्ट फन्ड भनौँ भने अफिसले प्रोभिडेन्ट फन्डमा पैसा हालिदिएको छ भनौँ भने यो एनुअल सेलेरीको 10% हुन्छ। अफिसले सोसियल सेक्युरिटिज फन्डमा पैसा हालिदियो भनौँ भने एनुअल सेलेरीको 20% हुन्छ। अनि एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी, रेसिडेन्सियल फेसिलिटी, हाउजिङ फेसिलिटी भनौँ भने एनुअल सेलेरीको 2% हुन्छ। कार फेसिलिटी, भेहिकल फेसिलिटी, मोटर फेसिलिटी भनौँ भने एनुअल सेलेरीको 0.5% हुन्छ। सबै एनुअल सेलेरीबाटै हुन्छ है। यो एनुअल सेलेरीको 10%, एनुअल सेलेरीको 20%, यो एनुअल सेलेरीको 2%, एनुअल सेलेरीको 0.5% भन्ने आउँछ है त ल। अब अर्को हेर्नु त इन्टरटेनमेन्ट एलाउन्स भनेर यहाँनिर मनोरञ्जनको लागि दिएको भत्ता प्राय जस्तो सुकै एलाउन्सहरू पनि आउँछ क्या। नर्मल्ली सबै एलाउन्सहरूलाई हामीहरूले लेख्नुपर्ने हुन्छ। अब केही मेजर एलाउन्सहरू हुन्छ जसलाई लेखिँदैन, आम्दानीमा देखाइँदैन, यो सबै क्वेसनले नि दिएको हुन्छ, सबै सार्ने हो हैन। यो इन्टरटेनमेन्ट एलाउन्स हेर्नु त मनोरञ्जन भत्ता, प्रोजेक्ट एलाउन्स विभिन्न प्रोजेक्टहरुमा काम गरे बापत दिएको भत्ताहरू हो, डिरेक्टर एलाउन्सहरुको कुरा आउँछ हैन। प्राय जसो एलाउन्सहरु सबै राखिन्छ, प्राइजहरु, गिफ्ट रिसिभहरु, अवार्ड रिसिभहरु हैन, यो रोजगारीसँग सम्बन्धित यसरी प्राइज, गिफ्ट, अवार्ड रिसिभहरुको कुरा छ भने, मेडिकल एलाउन्स दिएको छ भने देखि हैन, औषधि उपचारमा दिएको भत्ता छ भने, अनि बिजनेस प्रमोशनल एलाउन्स बिजनेसको प्रमोसन गरे बापतको एलाउन्स छ भने, अनि डियरनेस एलाउन्स भनेको महँगी भत्ताहरुको कुरा छ भने, फेमिली एलाउन्स भनेको पारिवारिक भत्ताहरुको कुरा छ भने, बोनस एन्ड इन्सेन्टिभ्सहरु दिएको छ भने देखि यो सबैलाई हामीहरूले राख्नु पर्यो है त। अनि ट्रान्सपोर्टेसन एलाउन्स, ट्रान्सपोर्ट एलाउन्स, कन्भियन्स एलाउन्स भनेर भन्छ, यो यातायातमा दिएको भत्ता हो, यस्तो कुरा गरेको छ भने यहाँ पनि राख्नु पर्यो है त ल। प्राय जसो एलाउन्सहरु जान्छ। अब केही मेजर एलाउन्सहरु हुन्छ त्यसलाई चाहिँ हामीले राख्न पाइदैन, जस्तै ट्राभलिङ एन्ड डेली एलाउन्स भन्छ, मिटिङ एलाउन्स भन्छ, विडो एलाउन्स भन्छ, सिनियर सिटिजनशिप एलाउन्स भन्छ, डिसेबल एलाउन्स भन्छ। यो मेजर एलाउन्सहरु चाहिँ जाँदैन, तर नर्मल्ली अरु एलाउन्सहरु चाहिँ हामीले राख्नु पर्यो। हेर्नु त यो इन्टरटेनमेन्ट एलाउन्स, प्रोजेक्ट एलाउन्स, डिरेक्टर एलाउन्स, मेडिकल एलाउन्स हैन, डियरनेस एलाउन्सहरुको कुरा, ट्रान्सपोर्ट एलाउन्स, ट्रान्सपोर्टेसन एलाउन्स, कन्भियन्स एलाउन्सहरुको कुरा, यो त एउटै भइहाल्यो हो। यस्तो कुरा लिडर एलाउन्सहरुको कुरा हैन, प्राय जसो क्वेशनमा हामीलाई जुन एलाउन्सहरु दिएको हुन्छ नि त्यो सबै राख्नु पर्यो, तर केही मेजर एलाउन्सहरु हुन्छ त्यसलाई चाहिँ राख्न पाइदैन है त ल। मिटिङ एलाउन्स, सिनियर सिटिजनशिप एलाउन्स, डिसेबल एलाउन्स, विडो एलाउन्स हामीहरूलाई दिएको छ भनेदेखि चाहिँ यस्तो चाहिँ जाँदैन है त। ट्राभलिङ एन्ड डेली एलाउन्स यो मेजर 5 वटा मेन एलाउन्सहरु चाहिँ जाँदैन है त भनेर सम्झिनु पर्यो ल। अनि पेन्सन रिसिभ फ्रम प्रिभियस इम्प्लोइ भनेको पहिले नै कुनै अर्गनाइजेसनमा हैन
प्रिभियस इम्प्लोयर भनेर लेख्नु होला, सम्झिनु होला ल, इम्प्लोइ होइन इम्प्लोयर हो। पहिले नै कुनै अर्गनाइजेसनमा काम गरेर त्यहाँबाट पेन्सन पकाइसकेको छ भने त्यहाँबाट जुन पेन्सन आउँछ नि हरेक वर्ष हो त्यसलाई पनि हामीले राख्नु पर्यो। लिडर एलाउन्स भनेको नेतृत्व भत्ताहरूको कुरा, इन्ट्रेस्ट बेनिफिट भनेको जस्तै हामीहरू कुनै अर्गनाइजेसनमा काम गर्दैछौँ, अब त्यो अर्गनाइजेसनले चाहिँ सस्तो ब्याज दरमा हामीहरूलाई ऋण दियो। सस्तो ब्याज दरमा ऋण दियो भने त अन्य ठाउँमा भन्दा सस्तो ब्याज दरमा ऋण पायौँ भने त हामीहरूलाई त्यहाँनिर ब्याजमा पनि त फाइदा भयो नि त। अन्य ठाउँबाट ऋण लिँदा लु मानिलिउँ 15% ब्याज तिर्नु पर्थ्यो, तर हामीहरू जुन अर्गनाइजेसनमा काम गर्दैछौँ त्यो अर्गनाइजेसनबाट ऋण लिँदा चाहिँ हामीहरूले लु 5% मात्रै ब्याज तिर्नु पर्यो भने त हामीहरूले त सस्तो ब्याज तिर्नु पर्यो भने हामीहरूलाई फाइदा भयो नि त। हो त्यस्तो इन्ट्रेस्ट बेनिफिट्सहरूको कुरा। अनि लाइफ इन्सुरेन्स र हेल्थ इन्सुरेन्स, प्रिमियम पेड बाई अफिस, काम गर्ने जुन कर्मचारी हुन्छ उसको जीवन बिमा, स्वास्थ्य बिमा यदि अफिसले तिरिदिएको छ भने त्यो पनि जान्छ। सिटी कम्पेन्सेटरी एलाउन्स भनेको सहरी भत्ताहरू हो। यसरी विभिन्न सहरी क्षेत्रमा काम गर्न कर्मचारीलाई पठाएको छ भनेदेखि त सहरमा त धेरै महँगाईहरू पनि हुन्छ होइन, त्यहाँनिर बस्नको लागि त्यहाँको जीवनशैलीलाई धान्नको लागि अतिरिक्त पैसाको आवश्यकता पर्न सक्छ। यस्तो अवस्थामा अर्गनाइजेसनले जुन भत्ताहरू दिएको हुन्छ त्यो पनि जान्छ ल, सिटी कम्पेन्सेटरी एलाउन्स भनेर। अनि इन्कम ट्याक्स पेड बाई इम्प्लोयर भन्छ है त। यो जुन काम गर्ने कर्मचारीको जुन ट्याक्स हो नि त्यो चाहिँ अफिसले नै तिरो। इम्प्लोयर भनेको चाहिँ अफिस हो है त, इम्प्लोइ भनेको चाहिँ काम गर्ने मान्छे, इम्प्लोयर भनेको चाहिँ रोजगारी दिने पक्ष अफिस भनेर बुझ्नु पर्यो है त। हो यस्ता कुराहरू हामीहरूको यहाँनिर जान्छ है त ल। अनि रिमोट एरिया एलाउन्सहरूको कुरा छ भने पनि जान्छ है त। रिमोट एरिया एलाउन्स भनौँ भने पनि हामीहरूले यहाँनिर लेख्नु पर्यो। अब यो काम गर्न विभिन्न अर्गनाइजेसनमा काम गर्नको लागि आबद्ध भइसके पछाडि यानि कि रोजगारीमा आबद्ध भइसके पछाडि यसरी नै पैसा कमाउने हो है त। यो सबै कुरा हामीहरूले जान्नु पर्दैन किनभने क्वेसनमै दिएको हुन्छ, सबै टपक टपक टिप्दै ल्याउँदै राख्ने हो। बिस्तारो बिस्तारो बानी भइहाल्छ फर्मेटको कुरा, यो कापीमा चाहिँ तपाईँहरूले सारिदिनु होला ल। अब यति सबै गरिसकेपछि हामीहरूको एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर आउँछ, यानि कि रोजगारीमा आबद्ध भइसके पछाडि कति पैसा कमाएर ल्याएको रहेछ त भन्ने कुरा आयो है त ल। रोजगारीमा आबद्ध भइसके पछाडि एक आर्थिक वर्षभरिमा कति पैसा कमायो कुनै पनि व्यक्तिले भन्ने कुरा आयो। अब रोजगारीमा आबद्ध भएको मान्छेले रोजगारीबाटै मात्रै पैसा कमाउने भन्ने कुरा त हुँदैन नि त। रोजगारीमा आबद्ध भएको मान्छेले काहीँ लगानीहरूबाट पैसा कमाएको हुन सक्छ, लगानी गरेर। रोजगारीमा आबद्ध भएको व्यक्ति विभिन्न प्रोफेसनल एक्टिभिटिजहरुमा इन्भल्भ भएको हुन सक्छ। प्रोफेसनल एक्टिभिटिज भन्नुको मतलब कुनैमा रोजगारीमा आबद्ध भएको व्यक्ति छुट्टै लयर हुन सक्छ, फिल्म एक्टर हुन सक्छ, अनि इकोनोमिक एनालाइसिस्ट हुन सक्छ, डाक्टर हुन सक्छ, एडभाइजर हुन सक्छ, आर्किटेक्ट हुन सक्छ, इन्जिनियर हुन सक्छ, कन्सल्टिङ सर्भिस प्रोवाइडर हुन सक्छ। यसरी हो यो यिनीहरू यस्ता एक्टिभिटिजहरू भनेको चाहिँ उसको प्रोफेसनल एक्टिभिटिज भित्र गनिन्छ। त्यही भएर रोजगारीमा आबद्ध भएको मान्छे चाहिँ यसरी विभिन्न प्रोफेसनल एक्टिभिटिजहरुमा इन्भल्भ भएर त्यहाँबाट पैसा कमाएको छ भने चाहिँ त्यसलाई हामीहरूले ठीक छ यो प्रोफेसन अन्तर्गत राख्नुपर्ने हुन्छ है त ल। त्यही भएर रोजगारीमा आबद्ध भएको मान्छेले छुट्टै लगानी पनि गरेको हुन सक्छ, प्रोफेसनल एक्टिभिटिजमा इन्भल्भ भएर पैसा पनि कमाएको हुन सक्छ, र छुट्टै व्यवसाय गरेर वस्तुहरूको खरिद बिक्रीबाट पनि पैसा कमाएको हुन सक्छ। हो तिनीहरूबाट पैसा कमाएको छ भने पनि हामीहरूले त्यसलाई कति पैसा कमायो त्यसलाई भेला पार्नुपर्ने हुन्छ। यहाँ हेर्नु त यो सबै गर्दा हामीहरूको इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर आयो। अब यहाँ चाहिँ हामीहरूको इन्कम फ्रम इन्भेस्टमेन्ट हो है त यो ल। अब रोजगारीमा आबद्ध भएको मान्छेले रोजगारीबाट त कति पैसा कमाएर ल्यायो भन्ने कुरा हामीले लेख्यौं। रोजगारीमा आबद्ध भएको मान्छेले अब लगानी गरेर पनि त पैसा कमाएको हुन्छ। अब क्वेसनमा के कस्ता पोइन्टहरु दियो भने चाहिँ त्यसलाई हामीहरूले इन्भेस्टमेन्टको इन्कम अन्तर्गत राख्ने त। हेर्नु त यो इन्कम फ्रम इन्भेस्टमेन्ट भनेर सम्झिनु होला है त। यो इन्कम फ्रम इन्भेस्टमेन्ट अलिकति मधुरो देखिन सक्छ, हेर्दै गर्नु होला, म भन्दै जान्छु। यहाँ हेर्नु त इन्कम फ्रम इन्भेस्टमेन्ट भनेको पेमेन्ट रिसिभ फ्रम नेचुरल रिसोर्सेस भन्छ। अब नेचुरल रिसोर्सेस भनेको प्रकृतिमा भएका विभिन्न स्रोत साधनहरू हैन, तामाहरू हुन सक्छ, फलामहरू हुन सक्छ, पित्तलहरू हुन सक्छ, सुनहरू हुन सक्छ। यिनीहरूलाई उत्खनन गरेर त्यहाँबाट रेभेन्यूहरू जेनेरेट गरेको छ भने त्यसलाई हामीहरूले इन्भेस्टमेन्टमा राख्नुपर्ने हुन्छ ल। अब प्रकृतिमा भएका स्रोत साधनहरूको प्रयोग गरेर त्यतिकै हामीहरूले पैसा कमाउन त सक्दैनौँ। सबैभन्दा सुरुमा गभर्नमेन्टको अथोरिटी लिनुपर्ने हुन्छ हैन। गभर्नमेन्टको अथोरिटी लिएर कुनै निश्चित क्षेत्रमा भएको प्राकृतिक स्रोत साधनहरूको प्रयोग गरेर त्यहाँबाट रेभेन्यू जेनेरेट गरेका छौं भने चाहिँ त्यसलाई हामी
हामीहरूले इन्भेस्टमेन्टमा राख्नु पर्यो, जसलाई नेचुरल रिसोर्सेस पेमेन्ट रिसिभ अथवा पेमेन्ट रिसिभ फ्रम नेचुरल रिसोर्सेस भनेर भनिन्छ है। प्राकृतिक स्रोत साधनहरूबाट आएको पैसा हो, यसलाई चाहिँ हामीहरूले इन्भेस्टमेन्टमा राख्नु पर्यो, यसलाई चाहिँ इन्कम फ्रम इन्भेस्टमेन्ट बनाइदिनु है त। अर्को इन्ट्रेस्ट रिसिभ फ्रम फ्रेन्ड, हामीहरूले आफ्ना साथीहरूलाई चाहिँ ब्याजमा पैसाहरू दिएर, आफ्ना नातागोताहरूलाई ब्याजमा पैसा दिएर होइन त्यहाँबाट हामीहरूले ब्याज कमाएका छौँ भने त्यो पनि इन्भेस्टमेन्टमा जान्छ। हेर्नु त, इन्ट्रेस्ट रिसिभ फ्रम फ्रेन्ड, इन्ट्रेस्ट रिसिभ फ्रम प्राइभेट मनी लेन्डिङ एक्टिभिटिज। प्राइभेट मनी लेन्डिङ एक्टिभिटिज भनेको व्यक्तिगत रूपमा कसैलाई ऋण दिएर त्यहाँबाट आएको ब्याज है त। इन्ट्रेस्ट रिसिभ फ्रम अनअर्गनाइज सेक्टर अनि इन्ट्रेस्ट रिसिभ फ्रम अनरिकग्नाइज सेक्टर भनेर यसरी ल। अनअर्गनाइज सेक्टर, अर्गनाइज सेक्टरहरू भनेको कम्पनीहरू हुन्छन्, ब्याङ्कहरू हुन्छन् होइन, विभिन्न फर्महरू हुन्छन्, यो चाहिँ अर्गनाइज भएको सेक्टरहरू भयो। अनअर्गनाइज सेक्टर भनेको चाहिँ प्राइभेट सेक्टरहरू, साथीहरू, नातागोताहरू, छरछिमेकीहरू, यिनीहरूलाई चाहिँ ऋण दिएर होइन त्यहाँबाट ब्याज कमाएका छौँ भने त्यो यहाँनिर जान्छ। हेर्नु त, साथीलाई ऋण दिएर कमाएको ब्याज। अनि व्यक्तिगत रूपमा इन्ट्रेस्ट रिसिभ फ्रम प्राइभेट मनी लेन्डिङ एक्टिभिटिज, व्यक्तिगत रूपमा कसैलाई ऋण दिएर, साथीभाइ नातागोतालाई ऋण दिएर कमाएको ब्याज। इन्ट्रेस्ट रिसिभ फ्रम अनअर्गनाइज अनरिकग्नाइज सेक्टर भनेको पनि त्यही हो है त ल। अर्गनाइज नभएको, अर्गनाइज भएको सेक्टर भनेको ब्याङ्कहरू भयो अथवा अर्गनाइजेसनहरू भयो, फर्महरू भयो, कम्पनीहरू भयो, यो चाहिँ अर्गनाइज सेक्टर भयो होइन। तर अनअर्गनाइज अनरिकग्नाइज सेक्टरबाट आएको जुन ब्याज हुन्छ त्यो भनेको चाहिँ साथीहरूलाई ऋण दिएर आएको ब्याज, नातागोतालाई ऋण दिएर आएको ब्याज, आफन्तहरूलाई ऋण दिएर आएको ब्याज हो, यस्तो चाहिँ हामीहरूको इन्भेस्टमेन्टमा जान्छ। अनि इन्ट्रेस्ट रिसिभ फ्रम इन्डिजेनियस ब्याङ्कर्स भन्छ। हेर्नु त, इन्ट्रेस्ट रिसिभ फ्रम इन्डिजेनियस ब्याङ्कर्स। इन्डिजेनियस ब्याङ्कर्स भनेको चाहिँ अब पहिले साहु महाजनहरूको चलन थियो समाजमा त। अलिकति धनाढ्य व्यक्तिहरूले, पैसावाला व्यक्तिहरूले समाजमा पैसा नभएका व्यक्तिहरूलाई चाहिँ ऋणहरू दिएर त्यहाँबाट ब्याज कमाएको हुनसक्छ नि त होइन। हो, यसलाई चाहिँ इन्डिजेनियस ब्याङ्कर्सको रूपमा हामीहरूले लिनुपर्ने हुन्छ है त। इन्ट्रेस्ट रिसिभ फ्रम इन्डिजेनियस ब्याङ्कर्स, इन्डिजेनियस ब्याङ्कर्सहरूबाट आएको जुन इन्ट्रेस्टहरू छ त्यसलाई पनि हामीहरूले इन्भेस्टमेन्टमा राख्नु पर्यो। अर्को रोयल्टी रिसिभ फ्रम नेचुरल रिसोर्सेस भन्छ। रोयल्टी रिसिभ क्या, अब रोयल्टी रिसिभ भन्ने बित्तिकै आफ्नो अधिकार अरूलाई प्रयोग गर्न दिए बापत त्यहाँबाट जुन आएको पैसा हुन्छ त्यसलाई रोयल्टी रिसिभ भनेर भनिन्छ क्या। जस्तै हामीहरूले गभर्नमेन्टको अथोरिटी लिएर, गभर्नमेन्टको अधिकार, गभर्नमेन्टको पर्मिसन लिएर प्राकृतिक स्रोत साधनहरूको उत्खनन गर्न खोजिराखेका छौँ। अब हामीहरूले उत्खनन गर्न पाउने अधिकार त हामीसित छ नि त, तर हामीहरूको अधिकार चाहिँ अरूलाई प्रयोग गर्न दिउँ भने त्यहाँबाट जुन पैसा हामीहरू लिन्छौँ त्यसलाई नि हामीहरू के भन्छौँ, रोयल्टी फ्रम नेचुरल रिसोर्सेस भनेर भन्छौँ। हाम्रो अधिकारको क्षेत्रभित्र भएको यो प्राकृतिक स्रोत साधनहरू चाहिँ अरूलाई प्रयोग गर्न दिए बापत त्योबाट जुन हामीहरू पैसा लिन्छौँ त्यसलाई रोयल्टी फ्रम नेचुरल रिसोर्सेस भनेर भनिन्छ है त। अनि गेन अन सेल्स अफ लिस्टेड अथवा नट लिस्टेड सेयर, विभिन्न कम्पनीहरूको, विभिन्न ब्याङ्कहरूको सेयरहरूमा लगानी गरेर होइन त्यसलाई बिक्री गरेर त्यहाँबाट नाफा कमाएका छौँ भने त्यो पनि इन्भेस्टमेन्टमा जान्छ है त। अनि अर्को गेन अन सेल्स अफ नन बिजनेस चार्जेबल एसिड्स। अब नन बिजनेस चार्जेबल एसिड्सहरूको गेन क्या। अब नन बिजनेस चार्जेबल एसिड्स भनेको चाहिँ बिजनेसमा प्रयोग नभएका एसिड्सहरू। अब बिजनेसमा प्रयोग चाहिँ नभएका तर यस्ता एसिड्सहरू हो जसलाई बिक्री गर्दाखेरि ट्याक्स चाहिँ तिर्नुपर्छ। जस्तै घरहरू भयो, जग्गाहरू भयो होइन, घर जग्गाको कुरा हुन्छ नि, घर जग्गा चाहिँ हामीहरूको व्यापारमा प्रयोग नगरे पनि त्यसको बिक्रीबाट जुन कमाएको नाफा हुन्छ त्यसमा ट्याक्स तिर्नुपर्छ क्या। त्यही भएर घर जग्गाको बिक्रीहरू हामीहरूले बिजनेसमा प्रयोग नगरे पनि तिनीहरूलाई बिक्री गर्दाखेरि त्यहाँ कर तिर्नुपर्ने हुन्छ, त्यसलाई नि नन बिजनेस एसिड्स भनेर भनिन्छ। हेर्नु त, यो गेन अन सेल्स अफ नन बिजनेस चार्जेबल एसिड्स। नन बिजनेस चार्जेबल एसिड्स भनेको बिजनेसमा प्रयोग नभएको, बिजनेसमा प्रयोग नभए पनि ती एसिड्सहरूको बिक्रीबाट जुन नाफा हुन्छ त्यसमा कर चाहिँ तिर्नुपर्छ भने हो। यस्तो नन बिजनेस एसिड्सहरूलाई बिक्री गरेर भएको जुन गेन छ यसलाई चाहिँ यसमा ट्याक्स तिर्नुपर्ने भएको कारणले गर्दा यसलाई चाहिँ इन्भेस्टमेन्टमा राखिन्छ है त ल। नन बिजनेस भन्ने बित्तिकै बिजनेसमा प्रयोग भएन, बिजनेसमा प्रयोग नभइसकेपछि बिजनेसमा राख्न पाइएन, त्यही भएर यसलाई इन्भेस्टमेन्टमा राख्नुपर्छ। हेर्नु त, गेन अन सेल्स अफ नन बिजनेस चार्जेबल एसिड्स। नन बिजनेस चार्जेबल एसिड्स भनेको बिजनेसमा प्रयोग नभएको तर यिनीहरूको बिक्रीबाट आएको जुन नाफा हुन्छ यसमा चाहिँ कर तिर्नुपर्छ, त्यस्ता एसिड्सहरूलाई नन बिजनेस चार्जेबल एसिड्स भनेर भनिन्छ है त ल। भने यो पनि भयो। अनि गेन अन सेल्स अफ ल्यान्ड एन्ड बिल्डिङ, घर जग्गाहरूको बिक्रीबाट आएको नाफालाई पनि इन्भेस्टमेन्टमा राख्नु पर्यो। अनि गिफ्ट एन्ड प्राइस रिसिभ रिलेटेड टु इन्भेस्टमेन्ट, इन्भेस्टमेन्टसँग सम्बन्धित गिफ्ट रिसिभ, इन्भेस्टमेन्टसँग सम्बन्धित प्राइस रिसिभ, इन्भेस्टमेन्टसँग सम्बन्धित अवार्ड रिसिभहरूको कुरा। जस्तै गिफ्ट रिसिभ, प्राइस रिसिभ, इम्प्लोइमेन्टसँग सम्बन्धित, गिफ्ट रिसिभ
रिसिभ प्राइस रिसिभहरू छ भने इम्प्लोइमेन्टमै राख्नु पर्यो र इन्भेस्टमेन्टसँग सम्बन्धित गिफ्ट रिसिभ प्राइस रिसिभ छ भने यिनीहरू राख्नु पर्यो है त ल। अनि कम्पेन्सेसन रिसिभ रिलेटेड टु इन्भेस्टमेन्ट लगानीसँग सम्बन्धित विभिन्न क्षतिपूर्तिहरू हैन छ भने यहाँ राख्नु पर्यो। कम्पेन्सेसन रिसिभ भन्ने बित्तिकै हेर्नु त कम्पेन्सेसन रिसिभ रिलेटेड टु इन्भेस्टमेन्ट भन्ने बित्तिकै तपाईँ पनि एउटा लगानी गर्ने मान्छे म पनि एउटा लगानी गर्ने मान्छे क्या। अब हामी दुईटै लगानी गर्ने मान्छे तर लगानी गर्नको लागि एउटै मात्रै ठाउँ छ। अब हो यस्तो अवस्थामा हामी दुईटा बीच सम्झौता हुन सक्छ क्या, कन्ट्र्याक्ट हुन सक्छ। तपाईले मलाई भन्नुहुन्छ त त्यहाँ लगानी नगर, त्यहाँ लगानी गरिनस् भने म मात्रै लगानी गर्छु, त्यो बापत बरु तँलाई म यति पैसा दिन्छु भनेर मलाई भन्नुभयो, मैले पनि त्यो कुरालाई एक्सेप्ट गरेँ भने हो यसलाई चाहिँ कम्पेन्सेसन रिसिभ भनेर भनिन्छ है त ल। यी कम्पेन्सेसन रिसिभ रिलेटेड टु इन्भेस्टमेन्ट भनेको छ भने यहाँनिर आउँछ लगानीसँग सम्बन्धित कम्पेन्सेसन रिसिभ भयो। रेन्ट रिसिभ फ्रम मेसिनरी फर्निचर कम्प्युटर, यसरी हामीसित भएको मेसिनहरू फर्निचरहरू कम्प्युटरहरू अरूलाई भाडामा दिएर त्यहाँबाट हामीहरूले भाडा प्राप्त गरेका छौँ भने त्यो पनि यहाँनिर जान्छ। हो यस्ता कुराहरू आएका छन् भने चाहिँ हेर्नु त हामीले यो 1 2 3 4 5 6 7 8 9 10 11वटा हो यस्ता पोइन्टहरू छन् भने चाहिँ त्यसलाई चाहिँ इन्भेस्टेबल इन्कम मान्नुपर्ने हुन्छ, लगानीसँग सम्बन्धित आम्दानी मान्नुपर्ने हुन्छ। यो एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट भनेर यहाँनिर हामीहरूले लेख्यौँ है त। हामीहरू हिसाब चाहिँ इम्प्लोइमेन्टको गर्दैछौँ। रोजगारी गर्ने मान्छेले लगानी पनि त गर्न सक्छ, रोजगारी गर्ने मान्छेले रोजगारी नै मात्रै गर्छ भन्ने कुराको ग्यारेन्टी पनि त हुँदैन। त्यही भएर रोजगारी गर्ने मान्छेले चाहिँ लगानी गरेर पनि पैसा कमाएको हुनसक्छ, इन्भेस्टेबल एक्टिभिटिजहरूबाट पनि पैसा कमाएको हुनसक्छ। हो यस्ता पोइन्टहरू क्वेसनमा हामीहरूले देख्यौँ भने त्यसलाई इन्भेस्टेबल एक्टिभिटिज अन्तर्गत अथवा इन्भेस्टेबल इन्कम मानेर हामीहरूले यहाँनिर राख्नुपर्ने हुन्छ। यो भयो है त, अघि रोजगारीबाट आएको हामीहरूले राखिसकेका छौँ। अब यो एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट भयो। यहाँ भन्दा पछाडि हामीहरूको इन्कम फ्रम प्रोफेसन। अब प्रोफेसन भन्ने बित्तिकै अघि हामीले डिस्कस गर्यौँ नि प्रोफेसनल एक्टिभिटिजहरू भनेको लयरसँग सम्बन्धित, अडिटरसँग सम्बन्धित, फिल्म एक्टरसँग सम्बन्धित, आर्किटेक्टसँग सम्बन्धित, इन्जिनियरसँग सम्बन्धित, डक्टरसँग सम्बन्धित, एडभाइजरसँग सम्बन्धित, कन्सल्टिङ सर्भिस प्रोभाइडरसँग सम्बन्धित हो यस्तो एक्टिभिटिजहरू चाहिँ हामीहरूको प्रोफेसनल एक्टिभिटिज अन्तर्गत पर्छन् क्या। त्यही भएर अब रोजगारी गर्ने मान्छे यस्तो प्रोफेसनल एक्टिभिटिजहरूमा पनि त इन्भल्भ भएको हुनसक्छ। रोजगारीमा आबद्ध भएको मान्छे चाहिँ छुट्टै आफू लयर पनि हुनसक्छ, रोजगारीमा आबद्ध भएको मान्छे आफू आर्किटेक्ट अथवा इन्जिनियरहरू पनि त हुनसक्छ, रोजगारीमा आबद्ध भएको मान्छे एक्टरहरू पनि त हुनसक्छ होइन। हो यस्तो विभिन्न प्रोफेसनल एक्टिभिटिजहरूबाट उसले पैसा कमाइराखेको हुनसक्छ है त ल। अब यो इन्कम फ्रम प्रोफेसन हेर्नु त, इन्कम फ्रम राइटिङ आर्टिकल। अब विभिन्न आर्टिकलहरू, विभिन्न लेखहरू, रचनाहरू होइन। अब पत्र पत्रिकामा विभिन्न विशेषज्ञ व्यक्तिहरूले जुन लेखहरू लेखिरहेका हुन्छन् नि, डक्टरहरूले कहिलेकाहीँ डक्टरसँग विभिन्न बिरामसँग सम्बन्धित लेख रचनाहरू लेखिराखेका हुन्छ, आर्किटेक्ट इन्जिनियरहरूले विभिन्न स्ट्रक्चरल वर्कसँग सम्बन्धित विभिन्न लेखहरू लेखिराखेको हुन सक्छन् होइन। त्यसरी विभिन्न पत्र पत्रिकाहरूमा आर्टिकलहरू लेखेर आएको जुन पैसा हुन्छ त्यसलाई प्रोफेसनमा राख्नुपर्ने हुन्छ ल। अब हामीहरूले क्वेसनमा इन्कम फ्रम राइटिङ आर्टिकल देख्यौँ भने चाहिँ त्यसलाई प्रोफेसनल इन्कम मान्नु पर्यो। र कन्सल्टेसन फी रिसिभ भनेर देख्यौँ भने कन्सल्टेसन फी भनेको परामर्श शुल्क, कसैलाई सल्लाहहरू दिएर हामीहरूले पैसा कमायौँ भने त्यसलाई राख्नु पर्यो। यहाँ यसलाई भनिन्छ एसेसेबल इन्कम फ्रम प्रोफेसन भनेर भनिन्छ है त ल। अब रोजगारीमा आबद्ध भएको मान्छेले रोजगारीबाट त पैसा कमाएर ल्यायो, साथसाथै लगानीबाट पनि पैसा कमाएर ल्याउन सक्दो रहेछ, अनि प्रोफेसनबाट पनि पैसा कमाएर ल्याउन सक्दो रहेछ। र कहिलेकाहीँ रोजगारीमा आबद्ध भएको मान्छेले आफ्नो छुट्टै व्यवसाय पनि गरेको हुन्छ क्या। अब व्यवसाय भनेको वस्तुहरूको खरिद बिक्री गरेर पनि पैसा कमाइराखेको हुन्छ। त्यस्तो छ भने चाहिँ त्यसलाई बिजनेसमा लगेर राख्नुपर्छ। र अहिले हामीहरूले जुन च्याप्टर इन्कम फ्रम इम्प्लोइमेन्ट गर्दैछौँ नि, इन्कम फ्रम इम्प्लोइमेन्ट गर्दा चाहिँ बिजनेससँग सम्बन्धित प्राय यो च्याप्टरमा दिँदैन। यद्यपि पछि क्वेसनहरू गर्दा केही एक्स्ट्रा क्वेसनहरूको रूपमा हामीहरू गर्छौँ सबैलाई समेटेर, तर पनि हामीहरूलाई फाइनल एक्जाममा सोध्ने जुन क्वेसन हो नि, फाइनल एक्जाममा सोध्ने क्वेसन चाहिँ यस्तैको पेरिफेरीमै आउँछ है त ल। रोजगारीमा आबद्ध भएको मान्छेले लगानीबाट पैसा कमाएर ल्याएको हुनसक्छ, यसरी प्रोफेसनबाट पैसा कमाएर ल्याएको हुनसक्छ। अब क्वेसनमा हामीहरूले यो गेन एन्ड सेल्स अफ नन बिजनेस चार्जेबल एसेट्स देख्यौँ भने यसलाई इन्भेस्टमेन्टमा ल्याएर राख्नु पर्यो यसरी भनेर हामीहरूले बुझ्नु पर्यो। यो चाहिँ हामीहरूको फर्मेट भयो है त। अब केही की नोटहरूको बारेमा हामीहरू डिस्कस गर्छौँ। हेर्नु त ल, अब गभर्नमेन्ट सेक्टरमा अघि हामीले डिस्कस गर्यौँ नि, अब यो त हामीहरू इन्कम फ्रम इम्प्लोइमेन्टको हिसाब गर्दैछौँ, रोजगारीको हिसाब गर्दैछौँ। अब रोजगारीमा नि कि त गभर्नमेन्ट सेक्टरमा मान्छे काम गर्न सक्छ कि त प्राइभेट सेक्टरमा, जम्मा दुईटै त अप्सन छ। त्यही भएर यदि गभर्नमेन्ट सेक्टरमा काम गर्ने मान्छे हो भने नि, गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारीको हिसाब गर्दा क्वेसनले केही कुरा उल्लेख नगरे पनि, क्वेसनले नभने पनि
दशैं खर्च इक्वल टु 1 मन्थ सेलेरी, 1 महिनाको सेलेरी बराबर दशैं खर्च, 1 महिनाको जति तलब पाउँछ त्यति, र प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन 10% अफ एनुअल सेलेरी स्टेप 1 मा राखिन्छ भनेर हामीहरूले बुझ्नु पर्यो ल। अब हामीहरू गभर्नमेन्ट सेक्टरको कर्मचारीको हिसाब गर्दैछौँ, गभर्नमेन्ट सेक्टरको मान्छेको हिसाब गर्दा यो प्रोभिडेन्ट फन्ड र दशैं खर्च राख्नै पर्यो क्या। क्वेसनले भनेन भने पनि राख्नु पर्यो, भन्यो भने त राख्नै पर्यो, भनेन भने पनि राख्नै पर्यो गभर्नमेन्ट सेक्टरको हिसाब गर्दाखेरि, गभर्नमेन्ट सेक्टरमा काम गर्ने कर्मचारीको हिसाब गर्दा। अब प्राइभेट सेक्टरमा काम गर्ने कर्मचारीको हिसाब गर्दैछौँ भने क्वेसनले भन्यो भने चाहिँ राख्नु पर्यो दशैं खर्च र प्रोभिडेन्ट फन्ड, भनेन भने नराख्ने है त। गभर्नमेन्ट सेक्टरको हिसाब गर्दा चाहिँ भन्यो भने राख्ने, भनेन भने पनि राख्नु पर्यो है त। अब यो कार फेसिलिटी, मोटर फेसिलिटी, भेहिकल फेसिलिटी भनेमा एनुअल सेलेरीको 0.5% स्टेप 1 मा राखिन्छ। अघि हामीले भन्यौँ नि यो कार फेसिलिटी, यहाँ हामीले डिस्कस गर्यौँ कार फेसिलिटी, भेहिकल फेसिलिटी, मोटर फेसिलिटी जहिले पनि एनुअल सेलेरीको 0.5% हुन्छ क्या। 0.5% राखिन्छ। तर कार फेसिलिटी, भेहिकल फेसिलिटी, मोटर फेसिलिटी सँगै दिएको ड्राइभर सेलेरी, फ्युल एक्सपेन्सेस, मेन्टेनेन्स कस्ट अफ भेहिकल कहीँ पनि राखिँदैन क्या। अब कार फेसिलिटी, भेहिकल फेसिलिटी, मोटर फेसिलिटी भन्यो भने 0.5% राखिन्छ। एनुअल सेलेरीको 0.5% राखिन्छ। एनुअल सेलेरी क्वेसनले दिएकै हुन्छ अथवा हामीहरूले निकालेकै हुन्छ होइन। त्यही भएर कार फेसिलिटी, भेहिकल फेसिलिटी, मोटर फेसिलिटी भन्यो भने एनुअल सेलेरीको 0.5% राख्नु पर्यो। तर त्यो कार फेसिलिटी सँगै कहिलेकाहीँ हामीहरूलाई यो ड्राइभर सेलेरी, फ्युल एक्सपेन्सेस, मेन्टेनेन्स कस्ट अफ भेहिकल दिएको हुन्छ, यो चाहिँ जाँदैन है त ल। अब यदि क्वेसनमा हाउस रेन्ट पेड बाई अफिस भनेको भनेमा अब कहिलेकाहीँ के भन्छ भने हामीले अघि यहाँ के डिस्कस गर्यौँ भने यो भनेको त रोजगारीमा आबद्ध भइसकेपछि अफिसबाट के कति पैसाहरू पाइयो त्यसको गणना त हो। अब कहिलेकाहीँ के भन्छ भने हाउस रेन्ट पेड बाई अफिस भनिदिन्छ, अफिसले हाउस रेन्ट पेड गरो भनिदिन्छ क्या। काम गर्ने मान्छेको घर भाडा अफिसले दियो भनिदिन्छ, 30,000 दियो, 50,000 दियो भनेर भनिदिन्छ। हो त्यस्तो अवस्थामा त्यो एमाउन्टलाई नराख्ने, त्यसको ठाउँमा एकोमोडेसन फेसिलिटी 2% राख्नुपर्ने हुन्छ है त ल। किनकि अफिसले हाउस रेन्ट पेड गरिदिनु भनेको वासस्थानको लागि सुविधा दिनु हो, तर हाउस रेन्ट एलाउन्स भनेमा त्यो स्टेप 1 मा नि राखिन्छ भनेर बुझ्नु पर्यो ल। भन्नुको मतलब यो पोइन्टले के भन्दैछ भनेदेखि हाउस रेन्ट पेड बाई अफिस 30,000, हाउस रेन्ट पेड बाई अफिस 50,000 भनेर यसरी दियो भने त्यो नराख्ने त्यो एमाउन्ट, त्यसको ठाउँमा एकोमोडेसन फेसिलिटी राख्ने। किनभने अफिसले हाउस रेन्ट पेड गरिदिनु भनेको, अफिसले घर भाडा तिरिदिनु भनेको त वासस्थानको लागि सुविधा दिनु हो नि त। त्यही भएर हाउस रेन्ट पेड बाई अफिस भन्यो भने त्यो नराख्ने। हाउस रेन्ट पेड बाई अफिस 30,000, हाउस रेन्ट पेड बाई अफिस 50,000 भन्यो भने त्यो नराख्ने, त्यसको ठाउँमा एकोमोडेसन फेसिलिटी एनुअल सेलेरीको 2% राखिदिने है। तर हाउस रेन्ट एलाउन्स भनेको छ भने चाहिँ जति छ त्यही नै हामीले स्टेप 1 मा राखिदिने ल। हाउस रेन्ट एलाउन्स भन्यो भने जति छ त्यति नै हामीहरूले राखिदिनु पर्ने हुन्छ। तर हाउस रेन्ट एलाउन्स भनेमा जस्ताको तस्तै स्टेप 1 मा राखिन्छ। अब कहिलेकाहीँ पिटी एक्सपेन्सेस 500 वा 500 भन्दा तलको राखिँदैन क्या। कहिलेकाहीँ हामीहरूलाई पिटी एक्सपेन्सेस भनेर भन्छ अथवा इमर्जेन्सी मेडिकल ट्रिटमेन्ट भनेर भन्छ। 500 वा 500 भन्दा तलको पिटी एक्सपेन्सेस जाँदैन। पिटी एक्सपेन्सेस 490 भन्यो भने राखिँदैन है त ल। पिटी एक्सपेन्सेस 490 पेड बाई अफिस भनेर भनिदिन्छ क्या, अफिसले दियो भनेर भनिदिन्छ, त्यो जाँदैन है त। 500 अथवा 500 भन्दा तलको जाँदैन। अब हेर्नु त अर्को के छ भने अफिसका सबै कर्मचारीलाई अफिसले लन्च फेसिलिटी प्रोभाइड गरेमा, यो अफिसमा जति पनि कर्मचारी छन् त्यो सबै कर्मचारीलाई अफिसले लन्च फेसिलिटी प्रोभाइड गरेमा त्यसलाई कहीँ पनि राखिँदैन, लेखिँदैन। तर कुनै एक व्यक्तिलाई मात्र लन्च फेसिलिटी दिएको छ र हामी त्यही व्यक्तिको हिसाब गर्दैछौँ भने त्यसलाई इन्कममा देखाइन्छ, यानि कि स्टेप 1 मा देखाइन्छ। जस्तै हामीहरू रामको हिसाब गर्दैछौँ होइन, अफिसका सबै कर्मचारीलाई अफिसले लन्च फेसिलिटी दिएको छ। किनभने हामीले इन्कम फ्रम इम्प्लोइमेन्टमा हेर्ने भनेकै अर्गनाइजेसनमा रोजगारीका लागि आबद्ध भइसकेपछि त्यहाँबाट कति पैसा कमाएर ल्याइयो त, तलब भत्ता सेवा सुविधाहरू कति पाइयो त्यसको एकमुष्ट गणना गर्ने हो नि त। अब अफिसमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई अफिसले लन्च फेसिलिटी दिएको छ भने 10,000 बराबरको लन्च फेसिलिटी दिएको छ भने यसलाई राखिँदैन कहीँ पनि। तर हामीहरू रामको हिसाब गर्दैछौँ, रामलाई नै मात्रै अफिसले लन्च फेसिलिटी अथवा डिनर फेसिलिटी दिएको छ भने त्यसलाई चाहिँ हामीहरूले इन्कममा देखाउनु पर्ने हुन्छ है त ल। यदि क्वेसनमा अफिसका सबै कर्मचारीलाई अफिसले लन्च फेसिलिटी अथवा डिनर फेसिलिटी यसरी दिएमा त्यसलाई कहीँ पनि लेखिँदैन, राख्न पाइएन, राखिँदैन है त, त्यसमा ट्याक्स लाग्दैन। तर कुनै एक व्यक्तिलाई मात्र लन्च फेसिलिटी दिएमा प्रोभाइड गरेको छ र हामी त्यही व्यक्तिको हिसाब गर्दैछौँ, रामलाई नै मात्रै लन्च फेसिलिटी दियो र हामी रामकै हिसाब गर्दैछौँ भने त्यसलाई आम्दानीमा देखाउनु पर्ने हुन्छ, त्यही स्टेप 1 मा राख्नुपर्ने हुन्छ है त ल। र क्वेसनमा ट्रान्सपोर्टेसन एलाउन्स कन्भियन्स एलाउन्स भन्यो भने स्टेप 1 मा राख्नु पर्यो ल। यसरी ट्रान्सपोर्टेसन
एलाउन्स कन्भियन्स एलाउन्स भन्यो भने राख्नु पर्यो अघि हामीले राख्यौं नि यहाँनिर हेर्नु त ट्रान्सपोर्टेसन एलाउन्स कन्भियन्स एलाउन्स भन्यो भने ट्रान्सपोर्ट एलाउन्स कन्भियन्स एलाउन्स भन्यो भने यो यातायात भत्ता यो हामीहरूले राख्नु पर्यो तर ट्राभलिङ एन्ड डेली एलाउन्स भन्यो भने चाहिँ जाँदैन ल दैनिक भ्रमण भत्ता चाहिँ त्यो अफिसियल वर्ककै लागि अफिसले प्रोभाइड गरेको हुन्छ त्यही भएर ट्राभलिङ एन्ड डेली एलाउन्स भनेमा त्यो चाहिँ नन ट्याक्सेबल कर नलाग्ने भएको कारणले गर्दा त्यो कहीँ पनि जाँदैन भनेर हामीहरूले बुझ्नुपर्ने हुन्छ है त ल अब अर्को हेर्नु त यो मिटिङ एलाउन्स अप टु 20,000 पर मिटिङ यो फलोइङ एलाउन्स आर नट एडजस्टेबल यो जुन एलाउन्स छ नि यो एलाउन्सहरू जाँदैन सबै एलाउन्सहरूलाई हामीहरूले यहाँ राख्नुपर्छ हेर्नु होला हामीहरूले यो जुन हिसाब गर्छौं यो तपाईहरुले कापीमा पनि सार्दै जानु होला अहिले सबै आउनु पर्छ भन्ने छैन हिसाब गर्दा गर्दै बानी भइहाल्छ यहाँ हेर्नु त यो इन्टरटेनमेन्ट एलाउन्स प्रोजेक्ट एलाउन्स डाइरेक्टर एलाउन्स मेडिकल एलाउन्स बिजनेस प्रमोशनल एलाउन्स हैन रिमोट एरिया एलाउन्सको कुरा हैन ट्रान्सपोर्टेसन एलाउन्स यो सबै एलाउन्सहरू जान्छ तर केही मेजर एलाउन्सहरू छ त्यसलाई चाहिँ राखिदैन है त ल हेर्नु त जसमा चाहिँ हामीहरुको मिटिङ एलाउन्स अप टु 20,000 पर मिटिङ भन्छ यो मिटिङ एलाउन्स क्या अब रोजगारीका लागि आबद्ध भइसके पछाडी त अर्गनाइजेसनहरुमा विभिन्न मिटिङहरु हुन्छन् हैन त्यो मिटिङको भत्ताहरु जुन अफिसले दिन्छ नि त्यो 20,000 अथवा 20,000 भन्दा कम्ती छ भने जाँदैन मिटिङ एलाउन्स अप टु 20,000 पर मिटिङ 20,000 वा त्यो भन्दा कम्ती मिटिङ एलाउन्स छ भने त्यो जाँदैन 20,000 भन्दा बढी मिटिङ एलाउन्स छ भने त्यो जान्छ है त ल मिटिङ एलाउन्स 25,000 पर मिटिङ एउटै मिटिङमा 20,000 भन्दा बढी एलाउन्स छ भने त्यसलाई चाहिँ आम्दानीमा देखाउनु पर्ने हुन्छ है त ट्राभलिङ एन्ड डेली एलाउन्स भनेको दैनिक भ्रमण भत्ता जाँदैन विडो एलाउन्स भनेको विधवा भत्ताहरु जाँदैन अनि डिसेबल एलाउन्स भनेको अपाङ्गता भत्ताहरु पनि जाँदैन कर लाग्दैन सिनियर सिटिजनशिप एलाउन्स भनेको सिनियर पर्सनहरुलाई दिएको जुन वृद्धा भत्ताहरुको कुरा हुन्छ त्यो पनि जाँदैन पकेट एलाउन्स पनि जेनेरली जाँदैन प्राय पकेट एलाउन्सलाई पनि राखिदैन है त ल कतिपय अवस्थामा पकेट एलाउन्सलाई आम्दानीमै पनि राखेर त्यसको ट्रिटमेन्ट गरेको हामी पाउँछौं तर जेनेरली पकेट एलाउन्सलाई पनि राखिदैन अब अर्को हेर्नु त अर्को हामीहरुको इम्पोर्टेन्ट आयो फलोइङ पोइन्ट आर रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम यो जुन छ नि हो यसमा चाहिँ यो फाइनल विथहोल्डिङ इन्कम भनेको अन्त्यमा हामीहरुले पैसा कमाउँदाखेरि ट्याक्स काटिओरी आको हुन्छ क्या अब ट्याक्स काटिओरी आउने आइटमहरु पनि जाँदैन हेर्नु त यदि मिटिङ एलाउन्स अप टु 20,000 पर मिटिङ एउटै मिटिङमा 20,000 अथवा त्यो भन्दा कम्ती एलाउन्स छ भने त्यो पनि जाँदैन है त फाइनल विथहोल्डिङ भनेको फाइनल अन्तिममा लास्टमा हामीहरुले पैसा पाउँदा ट्याक्स काटिओरी जुन पाएको पैसा हुन्छ त्यो जाँदैन ल हेर्नु त मिटिङ एलाउन्स अप टु 20,000 पर मिटिङ एउटै मिटिङमा 20,000 वा त्यो भन्दा कम्ती एलाउन्स छ भने त्यो पनि जाँदैन अनि लटरी विन हुन्छ नि हामीहरुले चिट्ठाहरु काटेको हुन्छ चिट्ठाहरु काटेर त्यो चिट्ठाहरु हामीले जितेको हुन्छ नि त्यो पनि जाँदैन है त ल त्यसलाई पनि आम्दानीमा देखाउनु पर्दैन अनि क्याजुअल गेन भनेको आकस्मिक लाभहरुको कुरा त्यही लटरी विन नै हो यो पनि जाँदैन अनि इन्कम फ्रम पार्ट टाइम लेक्चर भनेको पार्ट टाइम बेसिसमा कहिलेकाहीँ हामीहरुले कुनै अर्गनाइजेसनमा हामीहरु रोजगारीमा आबद्ध हुन्छौं तर कहिलेकाहीँ प्राइभेट क्याम्पसतिर गएर हामीहरुले लेक्चरहरु दिएर त्यहाँबाट पैसा कमाउँछौं भने त्यो जाँदैन ल पार्ट टाइम लेक्चरबाट आएको पैसा जाँदैन डिभिडेन्ड रिसिभ फ्रम रेसिडेन्ट कम्पनी भनेको विभिन्न बैंकहरु वित्तीय संस्थाहरुबाट कम्पनीहरुबाट अर्गनाइजेसनहरुबाट आएको यो डिभिडेन्डहरु चाहिँ जाँदैन है त ल तर डिभिडेन्ड फ्रम नन रेसिडेन्ट कम्पनी भन्नुको मतलब डिभिडेन्ड फ्रम इन्डियन कम्पनी डिभिडेन्ड फ्रम पाकिस्तान कम्पनी नेपाल भन्दा फाल्टु अरु आउट कन्ट्रीहरुको विभिन्न कम्पनीहरुमा लगानी गरेर त्यहाँबाट डिभिडेन्ड आएको छ भने त्यो चाहिँ जान्छ आम्दानीमा इन्भेस्टमेन्टमा राख्नुपर्ने हुन्छ तर यो रेसिडेन्ट कम्पनीबाट आएको डिभिडेन्ड जाँदैन ल अर्को रेन्ट रिसिभ फ्रम हाउस अफ एन इन्डिभिजुअल इज रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम भनेर यहाँ हेर्नु त जस्तै हामीले हाम्रो जुन घर छ नि हामीले हाम्रो घर चाहिँ अरुलाई भाडामा दिएर त्यहाँबाट हामीहरुले भाडा प्राप्त गरेका छौं भने त्यो पनि जाँदैन है त ल त्यो पनि फाइनल विथहोल्डिङ हुन्छ अनि यो यतापटिको अहिले पढ्नु पर्दैन ल बट इन केस अफ सोल प्रोप्राइटरशिप बिजनेस एन्ड कम्पनी हाउस रेन्ट रिसिभ इज इन्क्लुडेड इन इन्कम भनेको छ उताको पढ्नु परेन इन्ट्रेस्ट क्रेडिटेड टु प्रोभिडेन्ट फन्ड भनेको अब हामीले विभिन्न अर्गनाइजेसनमा रोजगारीका लागि आबद्ध हुँदा जुन प्रोभिडेन्ट फन्डमा पैसा जम्मा गरेको हुन्छ नि प्रोभिडेन्ट फन्डमा जम्मा भएको पैसामा ब्याजहरु पाक्छ क्या हो त्यो इन्ट्रेस्टहरुको कुरा पनि जाँदैन है त अनि इन्ट्रेस्ट अन फिक्स्ड डिपोजिट सेभिङ डिपोजिट अनि इन्ट्रेस्ट अन बैंक सेभिङ अकाउन्ट अफ एन इन्डिभिजुअल इज रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम अब जस्तै एउटा कुरा के सम्झिनु भने हामीले बैंक उदी पैसा जम्मा गर्यौं फिक्स्ड डिपोजिटमा पैसा राख्यौं सेभिङ डिपोजिटमा पैसा राख्यौं त्यहाँबाट जुन ब्याज आउँछ नि त्यो ब्याजमा ट्याक्स काटिओरी आउँछ क्या त्यही भएर त्यो बैंक उदी जम्मा गरेको पैसाबाट कमाएको जुन ब्याज हुन्छ त्यो पनि हामीहरुले आम्दानीमा देखाउनु पर्दैन त्यसमा ट्याक्स
लाग्दैन ल अगाडि नै ट्याक्स काटिओरी आएको जुन पैसा छ भने त्यसलाई आम्दानीमा देखाउनु परेन अनि यहाँ के छ भने इन्ट्रेस्ट अन फिक्स्ड डिपोजिट इन्ट्रेस्ट अन सेभिङ डिपोजिट इन्ट्रेस्ट अन बैंक सेभिङ एकाउन्ट अफ एन इन्डिभिजुअल इज रिलेटेड टु फाइनल विथहोल्डिङ इन्कम हामीहरूले व्यक्तिको हिसाब गर्दा यसलाई देखाउनु पर्दैन तर बट इन केस अफ कम्पनी सच पोइन्ट इन्क्लुडेड इन बिजनेस इन्कम कम्पनीको हिसाब गर्दा चाहिँ यसलाई बिजनेसको इन्कममा राखिन्छ भन्ने कुरा हो यसलाई सार्नु होला अनि गेन अन सेल्स अफ इन्भेस्टमेन्ट इन इन्सुरेन्स कम्पनी भन्नुको मतलब यो विभिन्न इन्सुरेन्स कम्पनीहरुमा हामीले लगानी गरेको छ इन्सुरेन्स कम्पनीहरुमा लगानी गरेर त्यहाँबाट त्यसलाई बिक्री गरेर आएको नाफामा ट्याक्स काटियोरी आउँछ यो पनि जाँदैन है त ल ए गेन अन सेल्स अफ इन्भेस्टमेन्ट इन इन्सुरेन्स कम्पनी यो पनि जाँदैन बट तर कम्पेन्सेसन रिसिभ फ्रम इन्सुरेन्स कम्पनी इज इन्क्लुडेड इन बिजनेस इन्कम ल इन्सुरेन्स कम्पनीहरुबाट कम्पेन्सेसन रिसिभ भएको छ भने यो चाहिँ बिजनेसको इन्कममा जान्छ अर्को इन्कम रिसिभ फ्रम चेकिङ एक्जामिनेसन कपी एन्ड एमाउन्ट रिसिभ फर पेपर सेटिङ भनेको छ सेटिङ क्वेसन भनेको छ अब हामीहरूले जुन एक्जाममा लेख्ने क्वेसनहरु छ नि एक्जाममा लेख्ने क्वेसनहरु जुन सरहरुले सेट गरिदिनुहुन्छ अथवा एक्जामको कपीहरु जुन चेक गरिदिनुहुन्छ सरहरुले अथवा एक्जामिनेसन हल भित्र जुन गार्डहरु बस्नुहुन्छ उहाँहरुले जुन पैसा कमाउनुहुन्छ नि कापीहरु चेक गरेर पैसाहरु पाउनुहुन्छ क्वेसनहरु बनाए बापत पैसाहरु पाउनुहुन्छ एक्जाम हल भित्र गार्डहरु बसे बापत क्वेसनहरु पैसाहरु पाउनुहुन्छ हो यो पनि आम्दानीमा देखाउनु पर्दैन है त ल डिभिडेन्ड रिसिभ फ्रम म्युचुअल फन्ड भनेको छ म्युचुअल फन्डबाट म्युचुअल फन्डमा लगानी गरेर म्युचुअल फन्ड भनेको सामूहिक लगानी कोष भन्छ यता हामीहरुले फाइनान्समा छुट्टै पढ्नु पर्छ यसको बारेमा म्युचुअल फन्ड अनि रिटर्न रिसिभ फ्रम म्युचुअल फन्डमा लगानी गरेर त्यहाँबाट डिभिडेन्डहरु पायौं त्यहाँबाट रिटर्नहरु पायौं भनेदेखि यो पनि जाँदैन भनेर हामीहरुले बुझ्नु पर्यो है त ल यस्ता पोइन्टहरु चाहिँ तपाईहरुले यी पोइन्टहरु कापीमा सारिदिनु होला र यो हामीले के डिस्कस गर्यौं त भनेदेखि हेर्नु त अब हामीले सरसरी हेर्दा अहिले के डिस्कस गर्यौं त भन्दाखेरि यो रोजगारीमा आबद्ध भइसकेपछि एक आर्थिक वर्ष भरिमा रोजगारीबाट कति पैसा कमाएर ल्यायो त यसलाई एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट हामीले यहाँनिर हेर्यौं अब केही नजाने पोइन्टहरु पनि हुन्छन् त्यसका बारेमा पनि हामीले डिस्कस गर्यौं त्यो तपाईहरुले कापीमा सार्नु होला रोजगारीमा आबद्ध भएको मान्छेले लगानीबाट पनि पैसा कमाएको हुन सक्छ अब के कस्ता पोइन्टहरु आयो भने चाहिँ त्यसलाई लगानी इन्भेस्टमेन्टमा राख्ने त्यो पनि डिस्कस गर्यौं अब रोजगारीमा आबद्ध भएको मान्छेले विभिन्न प्रोफेसनल एक्टिभिटिजहरुबाट पनि पैसा कमाइराखेको हुन्छ अब के कस्ता पोइन्टहरु छ भने चाहिँ त्यसलाई प्रोफेसनल इन्कम अन्तर्गत राख्ने भन्ने कुरा पनि हामीले डिस्कस गर्यौं तपाईहरुले त्यसलाई हेर्नु होला है त ल अब यहाँ हेर्नु त यो हामीले स्टेप 1 हेर्यौं एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट रोजगारीमा आबद्ध भइसकेपछि एक आर्थिक वर्ष भरिमा कति पैसा कमाएर ल्यायो भन्ने कुरा हामीहरुले हेर्यौं अब जुन पैसा कमाएर ल्याएको हुन्छ नि त्यो कमाएको पैसा सबैमा ट्याक्स तिर्नु पर्दैन क्या अब कमाएर ल्याएको पैसा मध्ये कतिमा चाहिँ ट्याक्स तिर्नु पर्छ त अब त्यो ट्याक्स लाग्ने किसिमको हामीहरु आम्दानी क्याल्कुलेट गर्छौं जसलाई ट्याक्सेबल इन्कम भनेर भन्छौं है त ल अब कमाएर त ल्यायो रोजगारीमा आबद्ध भएको मान्छेले रोजगारीबाट कमाएर ल्यायो रोजगारीमा आबद्ध भएको मान्छेले लगानीबाट कमाएर ल्यायो रोजगारीमा आबद्ध भएको मान्छेले प्रोफेसनबाट कमाएर ल्यायो अब विभिन्न सेक्टरहरुबाट कमाएर त ल्याएको छ अब कमाएको सबै पैसामा कर तिर्नु पर्दैन अब कमाएको पैसा मध्ये कतिमा चाहिँ कर तिर्नु पर्छ त कर लाग्ने किसिमको पैसा चाहिँ कति हो त भनेर क्याल्कुलेट गर्नुपर्छ जसलाई ट्याक्सेबल इन्कम भनेर भनिन्छ कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम